हेलो एभ्रिवान। सो आज हामी कनेक्सन च्याप्टरलाई नै कन्टिन्यू गर्दैछौँ र आज हामी के कुरा गर्दैछौँ भने डिजाइन स्पेसिफिकेसन्सको कुरा गर्छौँ। हामी बोल्टेड कनेक्सनमा डिजाइन स्पेसिफिकेसन्सहरू के हुन्छन् र हामीले डिजाइन स्पेसिफिकेसन्स हेर्नलाई फलो गर्ने कोडहरू कुन कुन छन्। हामीले कम्प्लिट यो सिलेबसभित्र यो डिजाइन अफ स्टिल स्ट्रक्चर्स कम्प्लिट गर्दाखेरि हामीले यी तिनवटा कोडहरू फलो गर्नुपर्छ। एउटा चाहिँ आइएस 800 जुन चाहिँ 2007मा बनेको रहेछ। सो आइएस 800 2007 यो चाहिँ के को कोड हो भने स्टिलको डिजाइन कोड हो। मेन कोड हामीले फलो गर्ने सबै च्याप्टरमा चाहिने कोड भनेको यो डिजाइनको कोड हो। अर्को हामीले फलो गर्ने भनेको आइएस 808 1989 जसलाई चाहिँ हामीले स्टिल टेबल पनि भन्छौँ। यो कोडमा हाम्रो स्टिलका जुन स्ट्यान्डर्ड सेक्सनहरू हुन्छन् हामी डिस्कस गरौँला के हुन्छन् स्ट्यान्डर्ड सेक्सन। फर इक्जाम्पल हामीसँग मानौँ एउटा आई सेक्सन छ, मसँग यस्तो एउटा आई खालको सेक्सन छ भने यो यस्तो आई सेक्सनको प्रोपर्टिजहरू के कस्तो छ, यो आई सेक्सनको मोमेन्ट अफ इनर्सिया कति होला, अबाउट एक्स एक्सिस अबाउट वाइ एक्सिस, यसको यो स्ट्यान्डर्ड भ्याल्यु हुँदाखेरि यो यहाँदेखि यहाँसम्मको यो यसलाई डेप्थ भनिन्छ, डेप्थ कति हो, यहाँदेखि यहाँसम्मको भ्यालु विड्थ कति हो होइन, यहाँ यो पोर्सनको थिकनेस कति हो, त्यस्तै गरी यो पोर्सनको थिकनेस कति हो भन्ने थुप्रै चिजहरू छन्। यी सबै चिजहरू मैले एउटा आई सेक्सनको इक्जाम्पल दिएँ। हामीसँग थुप्रै यस्ता सेक्सनहरू हुन्छन्, आई सेक्सन, च्यानल सेक्सन होइन, एङ्गल सेक्सनहरू हुन्छन्। अब जे जस्तो भए पनि ती सबै चिजहरूको बारेमा स्टडी गर्न हामीले चाहिने भनेको स्टिलका टेबल छन्। द्याट इज दिस सेकेन्ड कोड विच आई हेभ मेन्सन। र हामीसँग हुने अर्को तेस्रो कोड भनेको विन्ड लोडको लागि हामीले डिस्कस गर्नुपर्छ। द्याट इज आइएस 875। त्यसको पनि पार्ट थर्ड यो हामी त्यति बेला डिस्कस गरौँ जति बेला हामी विन्ड लोडको डिस्कस गर्छौँ, रुफको डिस्कस गर्छौँ। अहिले हामीले आजको यस भिडियोमा हामी डिस्कस गर्न गइरहेको भनेको स्टिल डिजाइन कोड हो जुन आइएस 800 2007 हो। यो कोड मैले तपाईँहरूलाई लिङ्क पनि म डिस्क्रिप्सनमा राखिदिउँला, गुगल ड्राइभको लिङ्क, अथवा तपाईँहरूले सिम्पली एउटा जेनरल गुगल सर्च गरेर पनि यो कोड भेट्न सक्नुहुन्छ। अब त्यसो भए हामी यही कोडमा जाउँ। हामी आइएस 800 2007 छ यसमै जाउँ र आज हामीले कुरा गर्न गइरहेको भनेको यी सर्टेन टपिक्सहरू छन्। यी टपिक्सहरूमा हामी कुरा गर्न गइरहेछौँ। हामीले डायमिटर अफ बोल्ट, डायमिटर अफ होल र स्पेसिङको कुराहरू जुन कोडबाट हामी हेर्छौँ। पिच भनेको के हो, इन डिस्टेन्स भनेको के हो, गज भनेको के हो र एज डिस्टेन्स भनेको के हो र त्यसका कोडल प्रोभिजन्सहरू के कस्ता छन् भन्ने कुरा हामी आज कोडमा गएर हेर्छौँ। त्यसपछि बोल्टको क्यापेसिटी भनेको के हो, प्लेटको क्यापेसिटी भनेको के हो, यी सबै कुरा आज हामी डिस्कस गर्न गइरहेछौँ। सो लेट्स मुभ टु द कोड। मसँग एभाइलेबल कोड चाहिँ यो हो, आइएस 800 2007 इन्डियन स्ट्यान्डर्ड जेनरल कन्स्ट्रक्सन इन स्टिल कोड अफ रेफरेन्स, कोड अफ प्र्याक्टिस। यो चाहिँ थर्ड एडिसन रहेछ। तपाईँहरूले पनि गुगल सर्च गर्दाखेरि यही नै भेट्न सक्नुहुन्छ। यदि तपाईँहरूले कुनै अर्को यसभन्दा अपडेटेड कोड हेर्नु भएको छ भने त्यो कोडमा पनि मैले जसरी यो अहिलेको कोडमा सिकाउनु गइरहेको छु त्यसरी नै हेर्ने प्रोसिजर एउटै हो, कुराहरू पनि एक जस्तै हुन्छ। यो कोड हेर्दै जाँदा मैले यहाँ टेबल अफ कन्टेन्ट्समा गएर हेरेँ भने सुरुमा तपाईँहरूले यसमा हेर्दा जानुभयो भने जस्तै जेनरल सेक्सनमा हेर्दाखेरि तपाईँले कोडका सर्टेन कुराहरू हेर्नुहुन्छ। त्यसपछि मेटेरियल भन्ने सेक्सन छ। मेटेरियलमा हेर्दाखेरि तपाईँले बोल्ट्स, नट, वासर भन्ने यहाँ हेर्न सक्नुहुन्छ। यहाँ रहेछ नि त यो बोल्ट भनेको के, नट भनेको के, वासर भनेको रिबेट्सको बारेमा, स्ट्रक्चरल स्टिलको बारेमा थुप्रै चिजहरू छन् यहाँ मेटेरियल्समा। त्यस्तै गर्दाखेरि जेनरल डिजाइन रिक्वायरमेन्ट्सहरूको कुरा गराएको छ। लोड भने के, फोर्स भने के, टेम्परेचर इफेक्ट्सहरू एट्सेट्रा एट्सेट्रा चिजहरू छन् यहाँ। अर्को मेथड्स अफ स्ट्रक्चर एनालाइसिस भन्ने च्याप्टर एउटा पोर्सन रहेछ यसमा सेक्सन। अर्को भनेको लिमिट स्टेट डिजाइनको बारेमा कुराहरू छ। डिजाइन अफ टेन्सन मेम्बरको कुरा छ, डिजाइन अफ कम्प्रेसन मेम्बर छ, डिजाइन अफ मेम्बर्स सब्जेक्ट टु बेन्डिङ छ, मेम्बर सब्जेक्ट टु कम्बाइन्ड फोर्सेस भन्ने छ। हामीलाई चाहिने भनेको के हो त, कनेक्सन सेक्सनमा आउनु पऱ्यो। हामी सेक्सन नम्बर 10 द्याट इज कनेक्सन। सो हामी कनेक्सनमा मुभ गरौँ। कनेक्सनमा पनि हामीले अहिले हेर्न खोजिरहेको के हो भने बियरिङ टाइप बोल्ट हेर्न खोजिरहेको छौँ हामीले। मैले तपाईँले पहिले पनि भनेको थिएँ दुई खालको बोल्ट हुन्छ हामीसँग। त्यसमध्ये हामीले सुरुमा डिस्कस गर्ने भनेको बियरिङ टाइप बोल्ट हो। जेनरली हामी त्यही नै युज गर्छौँ र स्पेसिफिकली हामी हाई स्ट्रेन्थ फ्रिक्सन ग्रिप बोल्टमा कसरी काम गर्न सकिन्छ भन्ने कुरोको बारेमा पनि डिस्कस गर्छौँ। त्यो पनि यो कोडमा मेन्सन छ, हामी हेरौँला। त्यसो भए हामी सिधै कनेक्सनमा जाउँ, अथवा के गरौँ भने अलिकति कोडलाई स्क्रोल गर्दै के कस्तो कुराहरू यहाँ रहेछ त्यो हेरेर जाउँ। सुरुको सेक्सनतिर जाउँ, हामी यसमा हेरौँ। यसमा चाहिँ स्टिल जेनरली कोडको एप्लिकेसन के छ भन्ने कुराहरू छ यसमा। बाँकी टर्म्सहरू छन्, जुन टर्म्सहरू यो कोडमा युज भएको छन् ती टर्म्सहरू छन्। ती टर्म्सहरूको बेसिक डेफिनेसनहरू यहाँ लेखिएको छ। यदि कुनै डेफिनेसनमा कन्फ्युजन भयो अथवा एक्जाममा पनि कहिलेकाहीँ रेफरेन्स लिनलाई यो कोड चाहिँ रेफरेन्स लिन सकिन्छ थियोरी पोर्सनको लागि। द्याट्स इट। अनि त्यसपछि अगाडि बढ्दै जाँदा हामीले यसमा हेर्ने भनेको सर्टेन यहाँ प्यारामिटर्सहरू छन्। कोडमा जुन जुन सिम्बलहरू युज गरिएको छ नि
ती सिम्बल्सहरू भनेको के कस्ता छन् भन्ने चिज यहाँ लेखिएको छ, सबै चिज यहाँ लेखिएको छ। तपाईँहरूले आफ्नो अनुसार हरेक च्याप्टर पढ्दै जाँदाखेरि यो हेर्न सक्नुहुन्छ। अथवा तपाईँहरूले यदि कुनै एउटा स्ट्यान्डर्ड प्याटर्न फलो गरिरहनु भएको छ, कतैबाट सिकिरहनु भएको छ कुनै टिचरबाट भने त्यो टिचरले नै तपाईँले त्यसरी सिकाइरहेको हुन्छ कि तपाईँले त्यो टर्म्सहरू आफै बुझ्नुहुन्छ, यो कोडमा के छ भन्ने कुरो हेरिराख्नु पर्दैन। तर इन केस यदि तपाईँले स्टिलको कोड युज गरेर केही एक्चुअल फिल्डमै केही डिजाइन गर्न खोजिरहनु भएको छ भने तपाईँले यी टर्म्सहरू जुन युज भएका छन् कोडभित्र, ती टर्म्सहरूको एक्चुअल मिनिङ के छ भन्ने सबै कुरो यहाँ मेन्सन गरेको छ, त्यो चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ। त्यस्तै गरी म यहाँ तल जाँदाखेरि यहाँ चाहिँ हामीसँग एउटा यो स्ट्रक्चर स्टिल प्रोडक्ट्सहरूको टेन्साइल प्रोपर्टीको क्लासिफिकेसन गरेको छ। विभिन्न ग्रेडहरू छ र यी ग्रेडहरूको यील्ड स्ट्रेस र अल्टिमेट टेन्साइल स्ट्रेसको कुराहरू सबै गिभन छ। यसमै टेबलमा हेर्दै जाँदा हामीसँग यो भनेको हामीसँग के रहेछ भने हामीले बोल्टको होइन कि टेन्साइल प्रोपर्टी भन्दाखेरि हामीसँग जुन प्लेट हुने हो नि, जुन प्लेट हामीसँग हुन्छ, यो प्लेटका प्रोपर्टिजहरू, यो प्लेटको पनि अल्टिमेट क्यापेसिटी हुन्छ, यो प्लेटको पनि इल्ड क्यापेसिटी हुन्छ। जसरी हामीले बोल्टको अल्टिमेट क्यापेसिटी र इल्ड क्यापेसिटीको कुरा गरेका थियौँ नि, त्यसरी नै हाम्रो प्लेटको पनि एउटा अल्टिमेट क्यापेसिटी हुन्छ र प्लेटको पनि एउटा इल्ड क्यापेसिटी हुन्छ। हामी यो प्लेटको अल्टिमेट क्यापेसिटी इल्ड क्यापेसिटीको बेसिसमा यो क्लासिफिकेसन गरिएको हो। त्यसै हामीले चाहिँ युज गर्ने कुन हो भनेर हेर्दा हामीले चाहिँ यो आइएस 2062 को क्लासिफिकेसन अनुसार, आइएस 2062 को क्लासिफिकेसन अनुसार हामीले युज गर्ने भनेको यी तीनटा मध्ये एउटा हो, यी तीनटा मध्ये एउटा हो। हामीले जेनरली ए युज गर्छौँ। भन्नुपर्दा E250 अथवा FE410W भनेर भनिन्छ। यो E250 भन्दाखेरि र FE410 भन्दाखेरि दुईटा कुरो यहाँबाट देख्न सकिन्छ। के देख्न सकिन्छ भने यो 250 भन्ने भ्यालु र 410 भन्ने भ्यालु, यसको यील्ड स्ट्रेसको कुरा गर्दा यो प्लेटको जुन यील्ड स्ट्रेस हुन्छ, यो यील्ड स्ट्रेसको भ्यालु यदि डी अर टी भन्नुपर्छ, प्लेटको जुन थिकनेसको कुरा गर्छौँ हामीले, यदि मैले डी को कुरा गर्दैछु भने त्यो प्लेट चाहिँ त्यो जुन मेम्बरले यो मेम्बरले यदि प्लेट बनेको छ अथवा यो मेम्बरले कुनै एउटा डायमिटर भएको चिज बनेको छ, डायमिटर डी भनेको यहाँ कोडमा लेखेको हुनुपर्छ, डी भनेको के रहेछ भनेर, अथवा सिम्पली बुझ्दाखेरि पनि हामीसँग यदि यो पार्टिकुलर खालको स्टिल युज गरेर यो E250 FE410W ए खालको यदि ग्रेडको स्टिल युज गरिएको छ भने त्यो स्टिलको यदि हामीले प्लेट बनाएको छौँ भने हामीले थिकनेसको कुरा गर्नु पर्यो होइन। यदि हामीले कुनै एउटा डायमिटर भएको चिज बनाएको छौँ त्यही स्टिल युज गरेर, मानौँ न हामीले त्यही पार्टिकुलर स्टिल युज गरेर एउटा बोल्ट बनायौँ अथवा एउटा रिभेट बनायौँ होइन, त्यो सिचुएसनमा हाम्रो त्यो भ्यालु कति हुन्छ त, हाम्रो डी भन्ने चिज त्यहाँ हेर्नुपर्ने होला। तर हामीले प्लेटको कुरा गर्दाखेरि टी भन्ने चिजसँग कन्सर्न हुन्छ हामीलाई। अब थिकनेसको भ्यालु यदि लेस देन 20 हुन्छ अथवा 20 देखि 40 हुन्छ त 40 भन्दा माथि हुन्छ भने त्यो कन्डिसनमा मेरो यील्ड स्ट्रेस मिनिमम कति आउने हो भन्ने यहाँ क्राइटेरिया छ। त्यस्तै अल्टिमेट टेन्साइल स्ट्रेस कति आउने हो भन्ने कुरो छ। हामीलाई क्वेसनमा यो कुरा याद राखौँ, हामीलाई क्वेसनमा केही नभनेसम्म हामीले प्लेटको जुन अल्टिमेट क्यापेसिटी छ त्यो अल्टिमेट क्यापेसिटी चाहिँ यही 410, अल्टिमेट क्यापेसिटी 410 र प्लेटको जुन यील्ड क्यापेसिटी छ 250, दुईटैको भ्यालु के छ एमपिएमा। एमपिए भनेको मेगा पास्कल र मेगा पास्कल भनेकै हाम्रो न्युटन पर एमएम स्क्वायर। तपाईँले युनिटलाई कन्भर्ट गर्नुभयो भने न्युटन पर एमएम स्क्वायर भनेको मेगा पास्कलको इक्विभ्यालेन्ट हुन जान्छ। ठिक छ। सो हामीले यदि प्लेटको बारेमा केही इन्फर्मेसन दिएको छैन भने हामीले के युज गर्छौँ भने प्लेटको यील्ड स्ट्रेस चाहिँ 250 युज गर्छौँ र अल्टिमेट स्ट्रेस चाहिँ 410 युज गर्छौँ। ठिक छ। यो कुरा हामी फेरि पनि अहिले डिजाइन स्पेसिफिकेसन हेर्दाखेरि त्यो कुरा गर्दै गरौँला। यो कुरो चाहिँ हामीले बुझिराख्नुपर्ने हुन्छ यहाँ। ठिक छ, फाइन। त्यसो भए यति कुरा गरिसकेपछि अब हामी आफ्नो कोडतिर जाउँ। हामीले हेर्दाखेरि 73 नम्बर पेजतिर हुनुपर्ने छ। यो हामी 73 नम्बर पेजतिर जाउँ। 73 नम्बर पेज अलिकति यो पिडिएफ भएको कारणले यसरी अलिकति टिडिएस जस्तो भइरहेको छ। तर तपाईँहरूसँग यदि प्रिन्टेड फर्ममा यो कोड छ जुन कि तपाईँहरूले इक्जाममा पनि लिएर जानुपर्ने हुन्छ, त्यस्तो हुँदाखेरि यो चाहिँ तपाईँहरूले कहाँ कहाँ छ भन्ने कुरो एकचोटि पल्टाउन सक्नुहुन्छ। अथवा मैले युज गरेँ पेज नम्बर 73 तिर जाउँ। हेयर इट इज 73। यहाँ चाहिँ हामीसँग कनेक्सन रहेछ। यो कनेक्सन हेर्दाखेरि थुप्रै कुराहरू छन् यसमा, तपाईँले पढ्न पनि सक्नुहुन्छ। तर हामी अहिले सिधै कुरा गर्न जान्छौँ। ओके, हेरौँ। यहाँ छ के छ भन्दाखेरि 3-4वटा कुराहरू हामीले बुझ्नुपर्ने हुन्छ। जस्तै मैले भनेको थिएँ तपाईँहरूले एउटा चाहिँ डायमिटर अफ द बोल्टको कुरा गर्नुपर्छ। डायमिटर अफ द बोल्ट भनेको नोमिनल डायमिटर भन्नुको अर्थ यो चिजलाई बुझ्दै जाँदा, जस्तै मैसँग एउटा बोल्ट छ होइन, एउटा बोल्ट छ। यो बोल्ट मैले यस्तो खालको बोल्ट बनाएँ।
तपाईहरुलाई थाहा छ यो बोल्टको यतातिर थ्रेड भन्ने पोर्सन हुन्छ, यतातिर थ्रेड भन्ने पोर्सन हुन्छ र यसलाई श्याङ्क भन्ने पोर्सन भनिन्छ। यो पोर्सन श्याङ्क हो, यो पोर्सन थ्रेड हो र यसलाई हामीले बोल्टको हेड भनेर भन्छौँ। अनि तपाईले बुझ्नु भएको छ। मैले तपाईलाई हिजो भनेको थिएँ नोमिनल डायमिटर भनेको, हिजो भनेको लास्ट भिडियोमा मैले भनेको थिएँ के भनेको थिएँ भने यो श्याङ्कको जुन डायामिटर छ त्यसलाई चाहिँ नोमिनल डायामिटर अफ द बोल्ट भनिन्छ। मैले यदि M16 बोल्ट भनेर भन्छु भने त्यहाँ चाहिँ यो 16 भन्ने नम्बरले के डिनोट गर्छ भने मेरो नोमिनल डायामिटर 16 mm छ भन्ने कुरो डिनोट गर्छ भन्ने हामीले डिस्कस गरेका थियौँ यो कुरो। ठीक छ। सो डायमिटर अफ द बोल्ट भनेको केही होइन, डायमिटर अफ द बोल्ट भनेको बोल्टको जुन श्याङ्क पोर्सन छ त्यसको डायमिटर हो, जुन कि कसरी थाहा हुन्छ हामीलाई बोल्टको डेजिग्नेसनबाट थाहा हुन्छ। M20 भएपछि के हुने भयो भने बोल्टको नोमिनल डायमिटर चाहिँ 20 mm हुने भयो भन्ने कुरो क्लियर भइन्छ। अब डायमिटर अफ बोल्ट सँगसँगै एउटा अर्को चिज हुन्छ डायमिटर अफ द होल भन्ने चिज हुन्छ। मैले जब एउटा प्लेटमा बोल्टिङ गर्छु, एउटा यो प्लेट छ मसँग, यो प्लेटमा मैले बोल्टिङ गरेको छु भने यो प्लेटमा मैले बोल्टलाई छिराउन, यहाँ बोल्टलाई छिराउन एउटा होल बनाउनुपर्छ, होल बनाउनुपर्छ। त्यो होलको जुन डायमिटर छ त्यो होलको डायमिटरलाई डी नट भनेर हामीले सिम्बलाइज गर्छौँ, त्यसलाई भनिन्छ डायमिटर अफ द होल। अब डायमिटर अफ द बोल्ट भन्दा डायमिटर अफ द होल सधैँभरि ठुलै हुनुपर्छ, यो कुरो तपाईहरुले बुझ्नुहुन्छ। हामी इक्वल किन गर्दैनौँ, किनभने हामीले बोल्ट जब भित्र राख्छौँ, प्लेट भित्र राख्दाखेरि हामीले सर्टेन एउटा क्लियरेन्स भन्ने भ्यालु यहाँ छोडिदिनु पर्ने हुन्छ। कस्तो भ्यालु छोडिदिनु पर्ने हुन्छ भन्दाखेरि एउटा क्लियरेन्स भन्ने भ्यालु छोडिदिनु पर्ने हुन्छ। अब त्यो क्लियरेन्स भनेको के हो त? क्लियरेन्स भनेको त्यो त्यही हो बोल्टको दुईटैतिर, बोल्टको डायमिटर यदि यो छ भने, यो यदि बोल्टको डायमिटर छ भने दुईटैतिर एउटा सर्टेन भ्यालु, यो दुईटै डिरेक्सनमा दुईटैतिर जसरी बोल्ट हामीले हाल्छौँ त्यसको दुईटैतिर हुनुपर्छ, यसको पुरै सर्कमफेरेन्समै हामीले एउटा डिस्टेन्स छोडेको हुन्छौँ, त्यो डिस्टेन्सलाई मैले क्लियरेन्स भन्छु। यो क्लियरेन्स किन प्रोभाइड गरिएको हुन्छ? ताकि बोल्ट कन्भिनियन्टली कनेक्ट गर्न सकियोस् प्लेटलाई जोड्नलाई। ठिक छ। अब यो क्लियरेन्सको भ्यालु चाहिँ हामीले कोडबाट हेर्नुपर्ने हुन्छ। सो यहाँ मैले हेरेँ भने हाम्रो कोडले के भन्छ, क्लियरेन्स फर द होल फर फास्टनर द बोल्ट्स मे बी लोकेटेड, यहाँ the bolts may be located in standard size, oversized, short slotted or long slotted hole. The standard clearance hole, except where the fitted bolts, bolt-in row clearance or oversized bolts are specified, the diameter of standard clearance holes for the fastener shall be given in the table 19. के भनेको छ भने यी कन्डिसनहरु बाहेक फिटेड बोल्ट, बोल्ट इन लो क्लियरेन्स अथवा ओभरसाइज होल यदि स्पेसिफाई गरिएको छ भने त्यो कन्डिसनहरु बाहेक भनेपछि इन जेनरल हाम्रो टेबल नम्बर 19 ले के दिने हो भने हाम्रो स्ट्यान्डर्ड क्लियरेन्स कति राख्नुपर्छ भन्ने चीज टेबल नम्बर 19 ले दिने हो। अब हामी के खोजौं, यहाँ छ टेबल नम्बर 19। टेबल नम्बर 19 ले के भन्छ, क्लियरेन्स फर द फास्टनर होल्स। यहाँ के भनेको छ भने नोमिनल डायमिटर अफ द फास्टनर कति छ त? मेरो नोमिनल डायमिटर यदि 16 mm छ अथवा 22 mm छ अथवा 24 mm छ, कति छ? 12 mm पनि हुन पायो, 14 mm पनि हुन पायो, जति भए पनि मेरो जति नोमिनल डायमिटर छ त्यसको अनुसार मेरो स्ट्यान्डर्ड क्लियरेन्सको भ्यालु हुन्छ। स्ट्यान्डर्ड क्लियरेन्सको भ्यालु भएपछि मैले जब नोमिनल डायमिटरमा स्ट्यान्डर्ड क्लियरेन्सको भ्यालु जोडिदिन्छु भने के आउने भयो त? मेरो डायमिटर अफ होल आउने भयो, डी नट आउने भयो। डी नट भनेको के हुने भयो? डी प्लस दी क्लियरेन्स डी मा क्लियरेन्स जोडिसकेपछि मेरो आउने भ्यालु के हो त? डी नट। जस्तै हामीले यी चिजसँग अहिले सरोकार छैन, हामी यो सिचुएसनमा डिजाइन पनि गर्दैनौँ, हामी यो चिज नहेरौँ। हामीलाई चाहिने स्ट्यान्डर्ड क्लियरेन्स हो। त्यो स्ट्यान्डर्ड क्लियरेन्स भनेको कति बेला हुन्छ त? जति बेला ओभरसाइज गरिएको छैन अथवा सर्ट स्लट अथवा लङ स्लट बनाइएको छैन त्यति बेला हामीले जेनरली हेर्ने भनेको यही नै हो। सो हामी यसमा फोकस्ड हौँ। जस्तै हाम्रो बोल्टको बोल्टको भ्यालु यदि डेजिग्नेसन M20 बोल्ट भन्यो, M20 बोल्ट हुँदाखेरि हामीले कति क्लियरेन्स लिनु त? 16 देखि 22 हुँदाखेरि कति लिनुपर्छ? 2 लिनुपर्छ। यदि 24 भन्यो, M24 भन्यो भने पनि हामीले कति लिनु पर्यो? 2 mm नै लिन्छौँ हामी। र एउटा अर्को कुरो, एउटा इन्ट्रेस्टिङ कुरो के छ भने हामीले जहिले पनि डिजाइन गर्दा जेनरली हामीले डिजाइन गर्दा के गर्छौँ भने M20, M24 अथवा M16 खालका बोल्ट्सहरु जेनरली युज गर्छौँ। M16, M20, M24 खालका बोल्ट्सहरु यो हामीले यही नै युज गर्छौँ भनेर भनेको होइन मैले, तर हामीले एक्जामको प्याटर्न हेर्दाखेरि हामीले जेनरली क्वेशन सल्भ गर्दाखेरि पनि जति बेला पनि क्वेशन हामीले भेट्दा यही प्याटर्नको यही बोल्टहरु जेनरली भेटेर हुन्छौँ र यिनीहरुमा युज हुने क्लियरेन्स पनि 2 mm नै हुन्छ। त्यही भएर हामीले पटक पटक यो टेबल हेरिराख्नु पर्ने त हुँदैन। त्यही पनि बोल्टको नोमिनल डायमिटर अनुसार यी क्लियरेन्सको भ्यालुहरु फरक फरक हुन्छन्। कतै कतै 1 mm पनि हुन्छ, कतै कतै 3 mm पनि हुन्छ।
लार्जर देन 24 भयो, यदि नोमिनल डायमिटर भने 3 mm को क्लियरेन्स राख्नुपर्छ। यदि 14 mm भन्दा सानो छ अथवा 12 mm देखि 14 mm को बिच छ भने त्यति बेला हामीले 1 mm मात्रै क्लियरेन्स राख्नुपर्ने हुन्छ। यो कुरो हामीले यहाँबाट बुझ्यौँ। बेसिकली हामीले के बुझ्यौँ भने जेनरली 2 mm को क्लियरेन्स राखिन्छ यदि बोल्टको जुन डायमिटर छ त्यो 16 देखि 24 mm को बिचमा पर्यो भने। ठिक, फाइन। अब मैले यो गर्दै जाँदा के कुरा गरियो भने मेरो स्ट्यान्डर्ड क्लियरेन्सको बारेमा कुरा गरियो। क्लियरेन्सको बारेमा थाहा भएपछि तपाईँले के बुझ्नुभयो भने मेरो डायमिटर अफ द होल जुन छ त्यो पनि बुझ्नुभयो। डायमिटर अफ बोल्ट तपाईँले थाहा थियो, डायमिटर अफ होल बुझिसकेपछि अब जस्तै मैले भनेको थिएँ नि M20 बोल्ट भनेर भन्यो भने यो M20 बोल्टको लागि डायमिटर अफ होल कति हुने भयो त? डायमिटर अफ होल भनेको 20 + 2 विच मिन्स 22 mm। यो कुरो क्लियर हुनुपर्छ तपाईँ। ठिक छ, यो कुरो हामीले डायमिटर अफ होलको बारेमा कुरा गऱ्यौँ, बुझ्यौँ। तेस्रो कुरो के छ भने स्पेसिङको कुरो। स्पेसिङमा 3-4 टर्महरू छन् हामीसँग। एउटाले मैले भनेको छु पिच, अर्कोलाई एन्ड डिस्टेन्स, अर्कोलाई गज र फोर्थ भनेको एज डिस्टेन्स। अब यी चिजहरू छन् के त? यो चिजहरू हामीले यहाँ बुझ्न सक्छौँ। स्पेसिङ भनेर कुरा गर्दा बोल्टको स्पेसिङको कुरा गरिएको हुन्छ, त्यसमाथि यो 4 टर्म हामीले बुझ्नुपर्ने हुन्छ। हामी यी 4 टर्महरू बुझ्दै जाउँ। ओके, सो मैले यो कुन खालको लिएको छु त कनेक्सन? यो कस्तो खालको रहेछ यो हेरौँ त। यो कनेक्सन कस्तो खालको रहेछ? ल्याब कनेक्सन रहेछ। दिस इज ए ल्याब जोइन्ट। ल्याब जोइन्टमा मैले के गरेको छु भने एउटा यो प्लेट रहेछ, 1 नम्बर प्लेट, 2 नम्बर प्लेट। यिनीहरूलाई जोइन गर्न मैले के गरेको छु? बोल्ट युज गरेको छु। हामीसँग बोल्ट चाहिँ एउटा यो हुन्छ, एउटा यो हुन्छ, दुईटा बोल्टहरू हुने भयो। र यी बोल्टहरूको यो चाहिँ मैले एउटा तपाईँहरूलाई सेक्सन काटेर देखाएँ र यो चाहिँ मैले प्लान देखाएको छु। दिस वान इज द प्लान। यो प्लान हेर्दाखेरि तपाईँले के देख्न सक्नुहुन्छ भने यो एज चाहिँ यहाँ छ, यो एज चाहिँ यहाँ छ र यो तल्लो प्लेटको यो एज चाहिँ यहाँ छ हामीसँग। ठिक छ। अब त्यति हुँदै जाँदा यो तल्लो जुन एज छ, तल्लो प्लेटको लोवर प्लेटको जुन यो वाला एज छ त्यो चाहिँ हामीले हिडन लाइनले देखाएको छौँ किनभने यो तलपट्टि छ। फाइन। अब यहाँ चाहिँ मैले बोल्टहरू कनेक्ट गर्दा यहाँ तपाईँले देख्दा के देख्नुहुन्छ भने जब बोल्टको कनेक्सन मैले गरेको छु भने मैले 2 लाइन अफ बोल्टिङ गरेको छु। 2 लाइन अफ बोल्टिङ भन्दाखेरि एउटा यो लाइन अफ बोल्टिङ छ, अर्को यो लाइन अफ बोल्टिङ छ। मैले प्लानमा हेर्दाखेरि पनि 2टा लाइन अफ बोल्टिङ छ भन्ने कुरो देख्न सक्छु, फर्स्ट लाइन एन्ड सेकेन्ड लाइन अफ बोल्टिङ। र यो सेक्सनमा हेर्दाखेरि मैले उतापट्टि यो जब इलोङ्गेट भएर प्लेट गएको छ उतापट्टि, त्यति बेला पनि मैले बोल्टिङ त गरेको हुनुपर्छ नि। यहाँ मैले बोल्टिङ गराएको छु, मैले यहाँ पनि बोल्टिङ गरेँ, यहाँ पनि बोल्टिङ गरेँ। जुन 2टा बोल्ट्सहरू मेरो यी 2टा बोल्टहरू हुने भयो, त्यो त सेक्सनमा देखिने भएन, प्लानमा देखिने भयो। ठिक छ, यति कुरो त बुझ्नुहुन्छ तपाईँहरूले। त्यसो भए हामी अब के गरौँ भने यसलाई अलिकति बुझ्नतिर लगाउँ। अब मेरो 2टा लाइन अफ बोल्टिङ छ भन्ने कुरो देखिन्छ। यहाँ चाहिँ बोल्टहरू सर्टेन स्पेसिङमा राखिएको छ। यो एउटा बोल्ट र यो अर्को बोल्टको सेन्टरदेखि सेन्टरको एउटा डिस्टेन्स यहाँ छ। त्यस्तै गरी यो एउटा बोल्ट र अर्को बोल्टको सेन्टर टु सेन्टर डिस्टेन्स यो डिरेक्सनमा पनि छ। एउटा यो डिरेक्सनमा सेन्टर टु सेन्टर डिस्टेन्स, अर्को भनेको यो डिरेक्सनमा सेन्टर टु सेन्टर डिस्टेन्स। यी 2टा डिस्टेन्सहरूमध्ये एउटा डिस्टेन्सलाई हामीले पिच डिस्टेन्स भन्छौँ र अर्को डिस्टेन्सलाई हामीले गज डिस्टेन्स भन्छौँ। ठिक छ। अब 2टा मध्ये कुन भ्यालु कुन हो त भन्ने कुरो बुझौँ। हाम्रो लोड जुन डिरेक्सनमा लागेको छ, लोड यो डिरेक्सनमा लागेको छ, यो डिरेक्सनमा लोड लागिरहेछ। अब लोड जुन डिरेक्सनमा लागेको छ त्यही डिरेक्सनमा मेजर गरिएको डिस्टेन्स भनेको पिच हो। भनेपछि यो भ्यालु चाहिँ पिच डिस्टेन्स हुन्छ। र लोडको परपेन्डिकुलर डिरेक्सनमा मेजर गरिएको जुन डिस्टेन्स छ त्यो डिस्टेन्स भनेको गज हो। यो डिस्टेन्सलाई मैले जी भन्छु। ठिक छ। लोड जुन डिरेक्सनमा लागेको छ त्यो डिरेक्सनमा मेजर गरिएको 2टा बोल्टको सेन्टर टु सेन्टर डिस्टेन्सलाई पिच भनिन्छ भने लोडको परपेन्डिकुलर डिरेक्सनमा मेजर गरिएको 2टा बोल्टको 2टा कन्जिक्युटिभ बोल्टको बिचको जुन सेन्टर टु सेन्टर डिस्टेन्स छ त्यसलाई मैले गज भन्छु। ओके, यति कुरा बुझेपछि 2टा अर्को टर्म छ यहाँ। एउटा टर्मलाई के भनिन्छ? एन्ड डिस्टेन्स, अर्कोलाई एज डिस्टेन्स। यो एन्ड डिस्टेन्स र एज डिस्टेन्स भनेको के छ भने बोल्ट र प्लेटको बिचको डिस्टेन्स हो। भन्नुको अर्थ मेरो यो बोल्ट यहाँ छ र यो प्लेटको एज यहाँ छ। अब यहाँ एउटा डिस्टेन्स मैले मेन्टेन गर्नुपर्छ। त्यही सेम डिस्टेन्स मैले यो डिरेक्सनमा यहाँ पनि मेन्टेन गरेको छु, यो बोल्टको सेन्टर र प्लेटको एजसम्मको डिस्टेन्स। र त्यस्तै मैले एउटा भ्यालु यहाँ पनि देख्न सक्छु। यो मेरो सबभन्दा नजिकको प्लेट त यो तल्लो प्लेट छ नि, मेरो यो बोल्टबाट सबैभन्दा नजिकको प्लेट त यो होइन कि यो हो, यो वाला एज, तल्लो वाला एज।
सो मेरो बोल्टदेखि नजिकको जुन प्लेट छ त्यहाँसम्मको डिस्टेन्स एउटा यहाँ पनि मेन्टेन गर्नुपर्छ र त्यही डिस्टेन्स मैले यो छेउमा पनि मेन्टेन गरेको छु। ठिक छ, यति कुरो बुझिन्छ। अब यसो हुँदै जाँदा यस्तो हुँदै गर्दाखेरि मेरो यहाँ पनि दुईवटा डिस्टेन्स आउने भयो, एउटा लोडको डिरेक्सनमा, अर्को लोडको पर्पेन्डिकुलर डिरेक्सनमा। लोडको डिरेक्सनमा हुने डिस्टेन्सलाई मैले एन्ड डिस्टेन्स भन्छु ई, र लोडको जुन पर्पेन्डिकुलर डिरेक्सन छ त्यो डिरेक्सनमा हुने डिस्टेन्सले मैले ई ड्यास भनेर भने, अथवा अर्को पनि सिम्बल युज गर्न सक्नुहुन्छ तपाईँहरूले। यसलाई चाहिँ हामीले एज डिस्टेन्स भन्छौँ। ठिक छ। सो पिच र गज डिस्टेन्स भनेको के रहेछ भने दुईटा बोल्टको सेन्टर टु सेन्टर डिस्टेन्स रहेछ, जबकि एन्ड र एज डिस्टेन्स भनेको के रहेछ भने बोल्ट र प्लेटको एजसम्मको डिस्टेन्स रहेछ। अब यी जुन पिच डिस्टेन्स र एन्ड डिस्टेन्स भन्ने दुईटा टर्म छन् नि, यी दुईटा चाहिँ कति बेला हो भने दिस इज प्यारलल, यो चाहिँ प्यारललको सिचुएसन हो, र यिनीहरू चाहिँ के हुन् भने पर्पेन्डिकुलरको डिरेक्सन, पर्पेन्डिकुलर डिरेक्सनको सिचुएसन। केसँग पर्पेन्डिकुलर र केसँग प्यारलल? फोर्स लागेको डिरेक्सनसँग प्यारलल र फोर्स लागेको डिरेक्सनसँग पर्पेन्डिकुलर। यो कुरो तपाईँले बुझ्नुहुन्छ। पिच भनेको के रहेछ भने फोर्स जुन डिरेक्सनमा लागिरहेछ त्यो डिरेक्सनमा मेजर गरिएको सेन्टर टु सेन्टर डिस्टेन्स बिट्विन द बोल्ट, द्याट इज पिच। एन्ड डिस्टेन्स इज द डिस्टेन्स बिट्विन द बोल्ट एन्ड एज अफ द प्लेट मेजर्ड इन डिरेक्सन प्यारलल टु द अप्लाइड लोड, द्याट इज एन्ड डिस्टेन्स। त्यस्तै गरी गज र एज डिस्टेन्स पनि तपाईँले इजिली बुझ्नुभयो। अब यी कुरा बुझिसकेपछि कोडले यिनीहरूको बारेमा के कुरो गरेको छ त्यो कुरो हामीले बुझ्नुपर्छ। त्यो कुरा किन बुझ्नुपर्छ? किनभने हामीले यो कनेक्सन डिजाइन गर्नुपर्ने छ, र कनेक्सन डिजाइन गर्दाखेरि हामीलाई यी सबै कुरोको बारेमा आइडिया हुनुपर्ने आवश्यकता छ। ठिक, हामी कोडमा जाउँ। र कोडमा हेर्दाखेरि मलाई यहाँ दिएको छ के भनेको छ भने मिनिमम स्पेसिङको कुरा गरेको छ। यो हेरौँ 10 पोइन्ट, यो हामी यहाँ आयौँ 10.2.2 हेरौँ, यहाँ मिनिमम स्पेसिङको कुरा गरेको छ। के भनेको छ भने द डिस्टेन्स बिट्विन सेन्टर अफ द फास्टनर shall not be less than 2.5 times the nominal diameter of the fastener। मेरो जुन बोल्ट युज गरेको छु, मैले जुन फास्टनर युज गरेको छु त्यो फास्टनरको जति नोमिनल डायमिटर छ त्यो नोमिनल डायमिटरको 2.5 टाइम्स भन्दा कम डिस्टेन्स चाहिँ राख्नु हुँदैन बिट्विन द सेन्टर अफ फास्टनर। भन्नुको अर्थ यसले के भन्न खोजेको छ भने मेरो कुनै पनि एक कोडलाई अगाडि गरेर के भन्न खोजेको छ भने मेरो दुईटा फास्टनर छ मसँग, एउटा बोल्ट यहाँ गरिएको छ, एउटा बोल्ट यहाँ गरिएको छ भने दुईटै बोल्टको सेन्टर टु सेन्टरको डिस्टेन्स कुनै पनि कन्डिसनमा 2.5 टाइम्स अफ द डायमिटर अफ द बोल्ट अथवा नोमिनल डायमिटर भन्दा कम हुनु हुँदैन, मिनिमम स्पेसिङ त्यति राख्नुपर्छ भनेर भन्छ। ठिक, यो चाहिँ पिचको कुरा पनि भयो र यही नै गज डिस्टेन्सको कुरा पनि भयो। दुईटा बोल्टको बिचमा राखिने डिस्टेन्स कति हुनु पर्यो? मिनिमम चाहिँ 2.5 टाइम्स अफ डी हुनु पर्यो, नोमिनल डायमिटर हुनु पर्यो। म्याक्सिमम स्पेसिङको कुरा गरौँ। द डिस्टेन्स बिट्विन द सेन्टर्स अफ एनी टू एडजसेन्ट फास्टनर shall not exceed 32 T or 300 mm whichever is less when T is the thickness of the thinner plate। मैले जुन दुईटा प्लेटलाई कनेक्ट गरेको छु, एउटा प्लेट यो छ, अर्को प्लेट यो छ, यो दुईटा मध्ये एउटा प्लेट थिकर हुन्छ, एउटा प्लेट थिनर हुन्छ। मेरो थिनर प्लेटको जुन थिकनेस छ त्यो थिकनेसको 32 टाइम्स अथवा 300 mm क्यालकुलेट गर्ने, र ती दुईटा भ्यालुजहरु मध्ये जुन सानो छ त्यो भन्दा बढी चाहिँ हाम्रो दुईटा बोल्टको बीचको डिस्टेन्स हुनु हुँदैन भनेर भन्छ। यो हो जनरल केसको लागि। अर्को स्पेसिफिकली के भनेको छ भने द डिस्टेन्स बिट्विन द सेन्टर अफ टू एडजसेन्ट फास्टनर दैट इज पिच इन अ लाइन लाइङ इन द डिरेक्सन अफ स्ट्रेस, लोड लागेको डिरेक्सनमा भएको जुन पिच डिस्टेन्स छ त्यो पिच डिस्टेन्स shall not exceed 16 T or 200 mm whichever is less in tension members and 12 T or 200 mm whichever is less in the compression members where T is the thickness of the thinner plate। यो चाहिँ एउटा जनरल केसको लागि कुरा गरेको छ। के कुरा गरेको छ भने यो जुन भ्यालु कुरा गर्यो नि, यहाँको भ्यालु 32 T or 300 mm जुन सानो छ त्यसभन्दा बढी मेरो पिचको भ्यालु हुनु हुँदैन, गज डिस्टेन्सको भ्यालु हुँदैन भनेर जुन भनेको छ त्यो चाहिँ जनरल केसको लागि कुरा गरेको छ। र त्यसपछि कोडले स्पेसिफिकली हाम्रो टेन्सन मेम्बरमा कस्तो हुने हो र कम्प्रेसन मेम्बरमा कस्तो हुने हो भनेर डिजाइन गरेको छ। हामीले सुरुको यो जुन कनेक्सन च्याप्टर छ त्यो कनेक्सन च्याप्टरमा डिजाइन गर्दा हामीले जनरली गर्ने भनेको टेन्सन मेम्बर हो, र कतै कतै हामी कम्प्रेसन मेम्बर पनि डिजाइन गरिहाल्छौँ। कम्प्रेसन मेम्बर डिजाइन गर्दाखेरि
हाम्रो अर्को च्याप्टरमा जब कम्प्रेसन मेम्बर डिजाइन गरिन्छ त्यहाँ बोल्टिङ कनेक्सन गर्दाखेरि हामीले यो पनि ध्यान दिनुपर्ने होला र अहिलेको च्याप्टरमा यो पनि ध्यान दिनुपर्ने होला। तर एउटा जेनरल ट्रेन्ड के छ भने हाम्रो यी जुन भ्यालु हामीले क्यालकुलेट गर्छौँ नि 16T र 200 mm, यी भ्यालुजहरू एकदमै ह्युज भ्यालुजहरू हुन्छन् दुईटै सिचुएसनमा, हाम्रो टेन्सन मेम्बरको सिचुएसनमा र कम्प्रेसन मेम्बरको दुईटैको सिचुएसनमा मैले जुन भ्यालुजहरू क्यालकुलेट गर्छु 12T जसरी मैले क्यालकुलेट गरेँ अथवा मैले 16T क्यालकुलेट गरेँ, त्यस्तै गरी यो 200 mm को भ्यालु छ, यो चाहिँ एकदमै ठुलो भ्यालु हो र हामीले बोल्ट राख्दाखेरि कहिल्यै पनि यत्रो ठुलो भ्यालु राख्दैनौँ होइन। यति डिस्टेन्स हामी मेन्टेनै गर्दैन, डिस्टेन्स मेन्टेन गर्नुपर्ने कन्डिसनै आउँदैन। त्यसैले जेनरली हामी के गर्छौँ भने यो जुन म्याक्सिमम स्पेसिङको कुरो छ त्यो म्याक्सिमम स्पेसिङको कुरो हामी चेक नगरिकनै डिजाइन गरिरहेका हुन्छौँ। सो हामीलाई चाहिने भनेको एउटा त मिनिमम स्पेसिङ भइहाल्यो, मिनिमम स्पेसिङ के छ त त्यो कुरा हामीले बुझ्नुपर्ने हुन्छ। म्याक्सिमम स्पेसिङको कुरो हामी जेनरली त्यस्तो धेरै कुरा गर्दैनौँ किनभने हाम्रो यो डिस्टेन्स एकदमै ह्युज हुन्छ। त्यति डिस्टेन्स हामीले जेनरली राखिरहेकै हुँदैनौँ। कुनै कुनै यस्ता सिचुएसन आउला जति बेला हामीले चेक गर्नुपर्ने होला, जति बेला हामीले आफै फिल गर्न सक्छौँ कि हाम्रो डिस्टेन्स धेरै नै बढी भइरहेछ, तर जेनरली हामी यो गर्दैनौँ। यो कुरो अहिले तपाईँले मैले भने यसमै अर्को के भनेको छ भने इन द केस अफ कम्प्रेसन मेम्बर वेयर इन फोर्सेस आर ट्रान्सफर्ड थ्रु द बटिङ फेसेस दिस डिस्टेन्स shall not exceed 4.5 times the diameter of the fastener for a distance equal to 1.5 times the width of the member from the butting faces। यो कुरामा अहिले हामी नजाउँ, आवश्यकता परे हामी यो कुरा पनि युज गरौँला, तर अहिले हामीलाई छैन। ठिक छ, ओके। हामीले पिचको बारेमा के कुरा बुझौँ, मेन कुरा हामीले बुझ्नुपर्ने के हो भने पिचको जुन भ्यालु छ र गज डिस्टेन्सको भ्यालु पनि त्यही अनुसार के हुनु भएन भने मेरो नोमिनल डायमिटर जति छ बोल्टको त्यो नोमिनल डायमिटरको 2.5 टाइम्स भन्दा कम कहिले हुनु भएन। 2.5 टाइम्स अफ द नोमिनल डायमिटर भन्दा कम चाहिँ कहिले हुनु भएन, मिनिमम यति स्पेसिङ मेन्टेन गर्नुपर्छ। ठिक, अर्को यहाँ कुरो के भनेको रहेछ भने द डिस्टेन्स बिट्विन सेन्टर अफ एनी टु कन्जुगेट आउटसाइड प्लेस, यो कुरा अहिले चाहिँदैन हामीलाई, यो म्याक्सिमम स्पेसिङको कुरो छ। अब हामी यहाँ जाउँ, के छ भने एज डिस्टेन्स र एन्ड डिस्टेन्सको कुरा गर्नु पर्यो। एज डिस्टेन्स भनेको के रहेछ त लोडको पर्पेन्डिकुलर डिरेक्सनमा नापिएको डिस्टेन्स एज डिस्टेन्स हो, र एन्ड डिस्टेन्स भनेको के रहेछ भने लोडको डिरेक्सनमा नापिएको डिस्टेन्स चाहिँ एन्ड डिस्टेन्स रहेछ। अब हेरौँ, द एज डिस्टेन्स इज द डिस्टेन्स एट राइट एंगल टु द डिरेक्सन अफ द स्ट्रेस फ्रम द सेन्टर अफ अ होल टु द एडजेसेन्ट एज। अफ कोर्स द एन्ड डिस्टेन्स इज द डिस्टेन्स इन द डिरेक्सन अफ द स्ट्रेस फ्रम द सेन्टर अफ अ होल टु द एन्ड अफ द एलिमेन्ट। यही कुरो मैले अहिले भर्खर तपाईँले बुझाएको थिएँ। एन्ड डिस्टेन्स के रहेछ भने डिरेक्सन अफ स्ट्रेसमा नापिएको डिस्टेन्स हो, र एज डिस्टेन्स भनेको डिस्टेन्स एट राइट एंगल टु द डिरेक्सन अफ द स्ट्रेस भनेर भनेको छ, फ्रम द सेन्टर अफ अ होल टु द एडजेसेन्ट एज, फ्रम द सेन्टर अफ अ होल टु द एन्ड अफ द एलिमेन्ट। एउटै कुरो हो, यो कुरो बुझ्नुहुन्छ तपाईँले, फाइन। त्यसो भए अर्को के भनेको छ भने यो कुरा अहिले छोडौँ, यता यहाँ हेरौँ। द मिनिमम एज एन्ड एन्ड डिस्टेन्स फ्रम द सेन्टर अफ एनी होल to the nearest edge of the plate shall not be less than 1.7 times the hole diameter in case of sheared or hand flame cut edges, and 1.5 times the hole diameter in case of rolled, machine flame cut, sawn or planed edges, planed edges। ओके, के भन्न खोज्यो भने हाम्रो एन्ड डिस्टेन्सको भ्यालु अथवा एज डिस्टेन्सको भ्यालु चाहिँ कम से कम कति हुनु पर्यो भने 1.7 टाइम्स अफ डायमिटर अफ द होल डी नट अथवा 1.5 टाइम्स अफ डी नट। दुईटा सिचुएसन भनेको छ। यो चाहिँ जति बेला ह्यान्ड कट एजेसहरू छ, प्लेटको एजहरूले ह्यान्ड फ्लेम कट गरिएको छ भने 1.7 टाइम्स डी नट लिनु पर्यो, र जति बेला मेसिनले कट गरिएको हुन्छ त्यति बेला चाहिँ 1.5 टाइम्स अफ डी नट लिनु पर्यो। तपाईँले यदि क्वेसनमा के मेन्सन गरेको छैन भने तपाईँले यो दुईटा मध्ये कुनै एउटा कन्डिसन मानेर तपाईँले डिजाइनमा जान सक्नुहुन्छ, या त 1.7 टाइम्स अथवा 1.5 टाइम्स अफ द डी नट तपाईँले प्रोभाइड गर्नुपर्छ। क्रिटिकल केसको लागि डिजाइन गर्ने हो भने कमसेकम 1.7 टाइम्स अफ डी नट हामीले प्रोभाइड गर्नुपर्छ। सो हामी 1.7 टाइम्स अफ डी नट लिएर डिजाइन गर्दा पनि भयो, तर तपाईँले 1.5 टाइम्स अफ डी नट लिएर डिजाइन गर्नुभयो भने त्यो बिग्रिँदैन, किनभने क्वेसनमा त्यस्तो केही क्राइटेरिया मेन्सन गरिएको थिएन। फाइन, यो चाहिँ मिनिमम एज डिस्टेन्सको कुरो गरियो। म्याक्सिमम एज डिस्टेन्स भनेको के हो भने म्याक्सिमम एज डिस्टेन्स to the nearest line of the fastener from any edge of the unstiffened part should not exceed 12 times T into epsilon, where epsilon is equal to 250 by Fy को power 1/2 and T is the thickness of the thinner outer plate। यो कुरो भनेको के छ, म्याक्सिमम एज डिस्टेन्सको भ्यालु। मैले पहिले भनेको थिएँ तपाईँलाई म्याक्सिमम एज डिस्टेन्सको भ्यालु अथवा म्याक्सिमम पिचको भ्यालु एकदमै धेरै ठुलो भ्यालु हुन्छ। मैले हेरौँ यो एप्सिलनको भ्यालु कस्तो हुने हो भने तपाईँले देखाउँछु म। यहाँ चाहिँ एप्सिलनको भ्यालु कति भनेको छ 250 by Fy होलको पावर 1/2 भनेको अर्थ रुट अन्डर 250 डिभाइडेड बाई एफवाई भनेको होइन त एप्सिलन भने। अब एफवाई भनेको के हो भने मेरो प्लेटको यील्ड स्ट्रेन्थ हो। प्लेटको यील्ड स्ट्रेन्थ मैले कति भनेको थिएँ तपाईँले त्यो सुरुको पेजमा देखाउँदाखेरि मैले के भनेको थिएँ भने प्लेटको यील्ड स्ट्रेन्थको भ्यालु 250 हुन्छ,
क्वेसनमा केही नभनेसम्म र प्लेटको अल्टिमेट स्ट्रेन्थको भ्यालु 410 हुन्छ भनेर भनेको थिएँ नि मैले तपाईँलाई ठिक छ सो हाम्रो इल्ड स्ट्रेन्थको भ्यालु यदि 250 मान्ने हो भने 250/250 रुट एन्ड रोगन गरेपछि यसको भ्यालु ठ्याक्कै 1 आउँछ सो एप्साइलनको भ्यालु 1 आएपछि हामीलाई 12t मा कति थाहा हुने भयो भने 12 इन्टु टी हुने भयो 12 इन्टु टी इन्टु 1 अब ठिक नै छ थिनर प्लेट जति धेरै पातलो भए पनि 12 mm भन्दा पातलो हुँदैन 16 mm भन्दा पातलो हुँदैन त्यस्तो हुँदाखेरि मेरो यो जुन भ्यालु छ त्यो चाहिँ एकदम ठुलो भ्यालु आउँछ अफकोर्स 144 भन्दा ठुलै भ्यालु आउने भयो यदि 12 mm को मैले प्लेट मानेको छु भने यो भ्यालु चाहिँ 144 mm भन्ने छ तर 144 mm एकदमै ठुलो भ्यालु हो त्यति भ्यालु हामीले एज डिस्टेन्स जेनरली प्रोभाइड गर्दै गर्दैनौँ त्यसैले गर्दा हामीले यो म्याक्सिमम डिस्टेन्सको क्राइटेरिया म्याक्सिमम एज डिस्टेन्सको एन्ड डिस्टेन्सको क्राइटेरिया र म्याक्सिमम पिच गज डिस्टेन्सको क्राइटेरिया जेनरली चेक गरिरहेका हुँदैनौँ ठिक छ सो तपाईँहरूले यहाँबाट दुईवटा कन्क्लुजन लिएर अगाडि बढ्नुहोस् के कन्क्लुजन लिएर अगाडि बढ्नुहोस् भने मेरो पिच र गज डिस्टेन्सको भ्यालु 2.5 टाइम्स अफ डी भन्दा ठुलो हुनैपर्छ र एज डिस्टेन्स र एन्ड डिस्टेन्सको भ्यालु या त 1.5 टाइम्स अफ डी नट भन्दा अथवा 1.7 टाइम्स अफ डी नट भन्दा ठुलो हुनैपर्छ 1.7 टाइम्स अफ डी नट कति बेला जति बेला प्लेटको एजहरू ह्यान्ड फ्लेमले कट गरिएको छ र 1.5 टाइम्स अफ डी नट कति बेला जति बेला प्लेटको एजेसहरू चाहिँ मेसिन फ्लेमले कट गरिएको छ ओके यति कुरो बुझेपछि तपाईँले स्पेसिङको कुरो बुझ्नुभयो यो कोड हेरेर पनि तपाईँले स्पेसिङका कुराहरू मजाले बुझ्न सक्नुहुन्छ भन्ने मैले एक्सपेक्ट गरेँ फाइन अब हामीले अर्को कुरो यहाँ डिस्कस गर्न के खोजिरहेको थियौँ भने क्यापेसिटी अफ बोल्ट र क्यापेसिटी अफ प्लेटको बारेमा बुझ्न खोजिरहेको थियौँ भने त्यो भनेको के रहेछ भने मैले तपाईँलाई बुझाउँदाखेरि एउटा अर्को चिज मैले पिच र एन्ड डिस्टेन्सको कुरो गज डिस्टेन्स कुरो तपाईँ ल्याब जोइन्टमा त बुझाएँ एकचोटि यसमा पनि हेरौँ न यो हाम्रो डबल कभर बट जोइन्ट भनेर मैले राखेको छु डबल कभर बट जोइन्टमा हेर्दाखेरि मेरो यसरी नै एउटा प्लेट चाहिँ मेन प्लेट यो भयो दिस इज वान मेन प्लेट अर्को मेन प्लेट भनेको यो भयो यो दुईवटा मेन प्लेट छन् हामीसँग र यो दुईटै प्लेटमा मैले हेर्दा एउटा प्लेट चाहिँ यो तल्लो प्लेट मैले यहाँ जुन देखाएको छु यो वाला प्लेट हो तल्लो प्लेट अर्को प्लेट हो दोस्रो प्लेट र माथिबाट राखिएको यो चाहिँ कभर प्लेट हो यो चाहिँ कभर प्लेट हो यो चाहिँ कभर प्लेट राखिएको छ यो कभर प्लेट चाहिँ यहाँ देखिएको यो भ्यालु यो हो यसमा मैले बोल्टिङ गर्दाखेरि दुईवटा बोल्टिङ यहाँ छ यो दुईवटा बोल्टिङ तपाईँले यो बोल्टिङ देखिरहनु भएको छ र यसको पछाडिपट्टि पनि दुईवटा बोल्टिङ रहेछ त्यस्तै गरी अर्को प्लेटमा पनि हामीसँग 4वटा बोल्ट रहेछ एउटा कुरो के बुझौँ भने हामीले ल्याब जोइन्ट गर्दाखेरि जब दुईवटा प्लेटमा कनेक्ट गरेका छौँ नि दुईवटा प्लेट कनेक्ट गर्दाखेरि हाम्रो हरेक प्लेटमा कतिवटा बोल्ट परेको छ त यो हेर्दाखेरि 4वटा बोल्ट यहाँ परेको छ नि त हरेक प्लेटमा त्यस्तै गरी मैले यदि यो बट जोइन्टको कुरा गर्दैछु भने यो कन्डिसनमा पनि मेरो पर प्लेट कतिवटा बोल्ट परेको छ 4वटा यहाँ पनि 4वटा यहाँ पनि दुईटै सिचुएसनमा हाम्रो बोल्टहरूको जुन स्ट्रेन्थ हुन्छ नि टोटल बोल्टको स्ट्रेन्थ एउटा बोल्टको स्ट्रेन्थ इन्टु नम्बर अफ 4 नै गर्ने हो हामीले नम्बर अफ बोल्ट्समा 8 गर्न पाइँदैन इन दिस सिचुएसन यो कुरो बुझौँ ल्याब जोइन्ट गर्दाखेरि नम्बर अफ बोल्ट्स भनेको कसरी क्यालकुलेट गरिन्छ अथवा बट जोइन्ट गर्दाखेरि ल्याब जोइन्ट गर्दाखेरि दुईटै सिचुएसनमा नम्बर अफ बोल्ट्स भनेको कुनै पनि एउटा सिंगल मेन प्लेटमा कतिवटा बोल्ट परेको छ भन्ने कुरोबाट डिटरमाइन हुन्छ यो हामी डिजाइन गर्दाखेरि हेरौँला एकछिन फेरि पनि अहिले के हेरौँ भने यसमा पनि पिच डिस्टेन्स भनेको यही नै हुने हो यो लोड जुन डिरेक्सनमा छ त्यहाँदेखि प्यारल डिरेक्सनमा दिएको पिच डिस्टेन्स यो भ्यालु त्यही नै हो यो भ्यालुलाई गज डिस्टेन्स भनिन्छ सिमिलरली यहाँदेखि यहाँसम्मको भ्यालुलाई मैले एन्ड डिस्टेन्स भन्छु र यो जुन डिस्टेन्स मेन्सन गरेको छ यो डिस्टेन्सलाई मैले एज डिस्टेन्स भनेर भन्छु यहाँदेखि यहाँसम्मको सिम्पल छ यो कुरो तपाईँले बुझ्नुहुन्छ अब दुईवटा कुरो छ यहाँ चाहिँ क्यापेसिटी अफ बोल्ट र क्यापेसिटी अफ प्लेट भन्ने छ मैले तपाईँले हिजो जब फेलियर्स इन द कनेक्सनको बारेमा कुरा गरेको थिएँ त्यति बेला मैले बोल्टमा 3 खालको फेलियर हुन्छ भनेर भनेको थिएँ कुन फेलियर भनेको थिएँ एउटा भनेको सियर फेलियर भनेको थिएँ अर्को भनेको बियरिङ फेलियर भनेको थिएँ अर्को भनेको टेन्साइल फेलियर भनेको थिएँ र तीनटा फेलियर कति बेला हुन्छ के कस्तो कन्डिसनमा हुन्छ भनेर भनेको थिएँ दिस इज फर द बोल्ट र हाम्रो प्लेटमा कुरा गर्दा पनि हामीले 3 खालको फेलियरको बारेमा कुरा गरेका थियौँ एउटा भनेको इल्डिङ हो एउटा चाहिँ इल्डिङ फेलियर हो अर्कोलाई भनिन्छ टियरिङ फेलियर अथवा रप्चर फेलियर भनेर भन्छौँ तेस्रो खालको फेलियरको कुरा गर्दा ब्लक शियर फेलियर भनेर भनेको थियौँ हामीले ठिक छ अब यो हामीले जब कनेक्सन डिजाइन गर्छौँ नि त्यो कनेक्सन डिजाइन गर्दाखेरि हामी के गर्छौँ भने यो बोल्टको जुन 3टै फेलियर छ त्यो 3टा मध्ये कुनै पनि फेलियर नहोस् र प्लेटको पनि यो 3टा जुन फेलियर छ यो 3टा फेलियर मध्ये कुनै पनि फेलियर नहोस् भन्ने गरी हाम्रो कनेक्सन डिजाइन गरिन्छ अथवा हामीले कुनै कनेक्सन दिएर यो कनेक्सन सेफ छ कि नै भनेर चेक गर्न भने हामीले यी सबै चिज चेक गर्नुपर्ने हुन्छ बोल्टको यी 3टै
क्यापेसिटिज हुन्छ, तीनटै क्यापेसिटी हुन्छ हामीसँग। बोल्टको एउटा सियर क्यापेसिटी हुन्छ, अर्को भनेको बोल्टको बियरिङ क्यापेसिटी हुन्छ, अर्को भनेको बोल्टको टेन्साइल क्यापेसिटी हुन्छ। बोल्टको यी तीनटै क्यापेसिटी भन्दा मेरो जुन आउने लोड छ त्यो बढी हुनु भएन। त्यस्तै गरी मेरो प्लेटको यी तीनटै क्यापेसिटी भन्दा जुन आउने लोड छ त्यो कहिल्यै बढी हुनु हुँदैन, नभए मेरो कनेक्सन फेल हुने भयो, सिम्पल। यो कुरा बुझिन्छ नि त। जति लोड आइरहेछ त्यो लोड भनेको मेरो बोल्टको क्यापेसिटी र प्लेटको क्यापेसिटी दुइटैको क्यापेसिटी भन्दा कम हुनु पर्यो, अनि मात्रै मेरो कनेक्सन सेफ हुने भयो नि त। ठिक छ। त्यसो भए अब बोल्टको तीनटा क्यापेसिटी छ, सियर क्यापेसिटी, बेन्डिङ क्यापेसिटी र टेन्साइल क्यापेसिटी। प्लेटको पनि तीनटा क्यापेसिटी छन्, एउटाले इल्डिङ भनिन्छ, अर्कोले टियरिङ भनिन्छ र तेस्रोले ब्लक सियर भनिन्छ। यी सबै कुरा हाम्रो कोडमा छ, हामी कोडमा गएर हेरौँ के कस्तो छ भनेर। मैले यहाँ गएर हेर्दाखेरि यहाँ सुरुमा कुरा गरौँ। यहाँ छ सियर क्यापेसिटी अफ द बोल्ट। सियर क्यापेसिटी अफ द बोल्टमा के भनेको छ भने कोडले मेरो द डिजाइन स्ट्रेन्थ अफ बोल्ट VDSB as governed by shear strength is given by VDSB is equal to VNSB divided by gamma MB। यहाँ गामा एमबी भनेको के रहेछ त? व्हाट इज गामा एमबी? यहाँ कोडले दिएको छैन भने पनि हामीले बुझ्नुपर्छ। गामा एमबी भनेको पार्शियल सेफ्टी फ्याक्टर हो। पार्शियल सेफ्टी फ्याक्टर के को लागि त? मेटेरियलको स्ट्रेन्थको लागि युज गरिएको छ। हामीलाई थाहा छ लिमिट स्टेटमा दुईटा पार्शियल फ्याक्टर हुन्छ। एउटा पार्शियल फ्याक्टर भनेको लोडमा युज गरिन्छ, अर्को भनेको मेटेरियलको स्ट्रेन्थमा युज गरिन्छ। यो चाहिँ मेटेरियलको स्ट्रेन्थमा युज गरिएको पार्शियल सेफ्टी फ्याक्टर हो गामा एमबी। गामा भी, अब मैले के निकाल्नु पर्यो? VDSB मलाई चाहिने हो। VDSB भनेको एउटा बोल्टको डिजाइन स्ट्रेन्थ कति हुन्छ भन्ने निकाल्नुपर्छ। यो डिजाइन स्ट्रेन्थ निकाल्दाखेरि मैले के गर्छु भने नोमिनल स्ट्रेन्थ अथवा नोमिनल सियर क्यापेसिटी अफ बोल्टलाई गामा एमबीले डिभाइड गर्छु। किनभने हामी लिमिट स्टेटमा जहिले पनि के गर्छौँ भने स्ट्रेन्थ घटाउँछौँ र लोडलाई बढाउँछौँ ताकि डिजाइन सेफ होस्। हाम्रो जति स्ट्रेन्थ छ बोल्टको त्यो स्ट्रेन्थभन्दा अलिकति कम स्ट्रेन्थ लिएर यदि हामीले डिजाइन गर्ने भने अल्टिमेटली सेफ त हुने हो नि हाम्रो डिजाइन। मेरो यदि 5 को क्यापेसिटी छ, बोल्टको स्ट्रेन्थ 5 छ र मैले डिजाइन गर्दाखेरि 4 मानेर डिजाइन गरेँ भने कुनै यस्तो अनप्रेसिडेन्टेड सिचुएसन आयो, अनप्रेडिक्टेबल सिचुएसन आयो जसमा मेरो लोड फेल हुने हुन्थ्यो, तर पनि मैले के गरेको छु भने मैले एउटा सेफ्टी फ्याक्टर एप्लाई गरेको छु र जसले गर्दाखेरि मैले बोल्टको क्यापेसिटीले 4 मानेर डिजाइन गरेको छु, तर बोल्टको एक्चुअल क्यापेसिटी त 5 रहेछ नि त। त्यसैले गर्दाखेरि हामीले यो एमबी भन्ने फ्याक्टर अथवा गामा एमबी भनेर जुन पार्शियल सेफ्टी फ्याक्टर छ त्यो युज गर्छौँ र यो फ्याक्टरले गर्ने के हो भने हाम्रो स्ट्रेन्थलाई घटाइदिने काम गर्छ। जुन स्ट्रेन्थ घटिसकेपछि हामीले लोडमा हामीले डिजाइनमा युज गर्छौँ र डिजाइनमा युज गर्दाखेरि सेफ हुने हो हाम्रो डिजाइन। जति हामीले डिजाइन गरेको छौँ त्यसभन्दा बढी पनि कहिलेकाहीँ लोड आयो भने, अलिकति लोड बढी आयो पनि हाम्रो सेफ हुन जान्छ। त्यसैले गर्दाखेरि हामीले भ्यालुलाई अलिकति क्यापेसिटीले घटाएको हुन्छौँ, नोमिनल क्यापेसिटी भन्दा अलिकति घटाएर लिइन्छ। द्याट्स वाइ हामीले युज गरेको पार्शियल सेफ्टी फ्याक्टर हो, द्याट इज गामा एमबी। सो VDSB भन्ने फर्मुला के हुने भयो भने द्याट इज इक्वल टु VNSB डिभाइडेड बाई गामा एमबी। VNSB को फर्मुला यहाँ लेखा रहेछ F ultimate by √3 multiplied by NNANB plus NSASB भनेर भनेको छ। FU भनेको के रहेछ? FU भनेको अल्टिमेट स्ट्रेन्थ, अल्टिमेट टेन्साइल स्ट्रेन्थ अफ द बोल्ट। बोल्टको अल्टिमेट टेन्साइल स्ट्रेन्थ कति हो? यो यहाँ कोडमा FU भए तापनि हामीले यसलाई के भन्छौँ भने F अल्टिमेट अफ बोल्ट भन्छौँ, FUB भन्छौँ। जुन कि मैले तपाईँले भनेको थिएँ अस्ति हामीले जस्तै 4.6 भनेर क्लासिफाई गर्दाखेरि 4 भनेको के रहेछ भने 400 न्युटन पर mm स्क्वायर भनेको बोल्टको FUB रहेछ भनेर भनेको थिएँ नि। त्यही FUB हामी यहाँ युज गर्छौँ, FUB। अर्को भनेको √3 तपाईँले भन्नै परेन। NN भनेको के रहेछ भने नम्बर अफ सियर प्लेन विथ द थ्रेड इन्टरसेप्टिङ द सियर प्लेन। NS भनेको नम्बर अफ सियर प्लेन विदाउट थ्रेड इन्टरसेप्टिङ द सियर प्लेन। ओके, हामी यो बुझ्छौँ अहिले। ASB भनेको नोमिनल प्लेन shank एरिया अफ द बोल्ट एन्ड ANB भनेको नेट सियर एरिया अफ द बोल्ट एट द थ्रेड मे बी टेकन एज द एरिया करेस्पोन्डिङ टु द रूट डायमिटर अफ द थ्रेड। ओके, अब यो चिजहरू के छन्? चारवटा टर्महरू हामी यसलाई बुझौँ। जस्तै मैले भन्न खोजेको तपाईँले सियर क्यापेसिटी हेर्दाखेरि तपाईँले हेर्नुभयो फर्मुला, त्यो फर्मुलामा तपाईँले NN भन्ने कुरो हेर्नुभयो, अर्को NS भन्ने कुरो हेर्नुभयो। जस्तै एउटा यो मैले कुरा गरेँ, एउटा मसँग ल्याब जोइन्ट छ। यो ल्याब जोइन्ट हुँदाखेरि हामीसँग सियर प्लेन कतिवटा छ भन्ने कुरो हेर्न खोजिरहेको छु मैले। सियर प्लेन भनेको मैले लास्ट भिडियोमा पनि अलिकति रिसर्च गरेको थिएँ। सियर प्लेन भनेको के रहेछ भने मेरो बोल्ट र प्लेटलाई कनेक्ट गर्दाखेरि यस्तो प्लेन जुन प्लेनबाट मेरो बोल्ट चाहिँ सियरमा फेलियर हुनसक्छ, भाँचिन सक्छ, चुडिन सक्छ, त्यस्तो प्लेन कुन हो त? एउटा यो प्लेट छ, फर्स्ट प्लेट, अर्को यो सेकेन्ड प्लेट। यसरी बोल्ट जाँदै गर्दाखेरि मेरो यो जुन प्लेन, यो ब्ल्याक कलरको जुन प्लेन मैले बनाएको छु, ब्ल्याक ग्रीन कलरको प्लेन, यो प्लेन त्यस्तो प्लेन हो जुन प्लेनकोबाट जब यसरी लोड लाग्छ यतातिर र यतातिर लोड लाग्छ भने यो एउटा प्लेन यस्तो छ, यो प्लेन यस्तो छ, यो प्लेन जुन प्लेनको अबाउटमा मेरो बोल्ट चाहिँ दुई टुक्रा हुन सक्छ। यो माथिको पोर्सन यता गइदिन सक्छ, तलको पोर्सन यतातिर आइदिन सक्छ। सो मेरो ल्याब जोइन्टमा कतिवटा प्लेन छ त?
एउटा मात्रै प्लेन देखिन्छ, यो मात्रै एउटा सियर प्लेन रहेछ। त्यस्तै गरी मानव मसँग डबल कभर बट जोइन्ट छ, डबल कभर बट जोइन्टमा मेरो बोल्ट जुन छ, यो बोल्टमा यस्तो दुईटा प्लेन देखिन्छ, एउटा यो प्लेन एउटा यो प्लेन, जुन दुईटा प्लेनको एबाउटमा मेरो बोल्ट चाहिँ भाँचिन सक्छ। भन्नुको अर्थ मेरो लोड यदि यतातिर लागिरहेछ र लोड चाहिँ मेन प्लेटमा यतातिर लागिरहेछ, यो दुईटा सिचुएसनमा के हुनसक्छ भने एउटा कन्डिसन यस्तो आउला जति बेला चाहिँ मेरो बोल्टको यो पोर्सन एकतिर रहन सक्छ, माथिको पोर्सन एकतिर छुटिएर जान्छ र यो 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 प्लेनभन्दा तल्लो पोर्सन चाहिँ अर्कोतिर गइदिन सक्छ, त्यो एउटा सिचुएसन। अथवा अर्को सिचुएसन के हुन्छ भने मेरो यो यो जुन प्लेन छ, यो प्लेनभन्दा तलको पोर्सन चाहिँ एकतिर गइदिन्छ, यतातिर गइदिन सक्छ र माथिको पोर्सन यो टोटल यहाँभन्दा टोटल माथिको जुन पोर्सन छ त्यो एकतिर गइदिन सक्छ। भनेपछि मसँग यस्ता दुईटा प्लेनहरू रहेछन्, एउटा यो प्लेन र एउटा यो प्लेन, जुन दुईटा प्लेनको अबाउटमा मेरो बोल्ट चाहिँ दुई टुक्रा हुन सक्छ। अथवा यस्तो सिचुएसन पनि होला जति बेला यी दुईटै प्लेटको अबाउटमा टुक्रा हुँदै मेरो बोल्टको एउटा पोर्सन यहाँ जाला, एउटा पोर्सन यहाँ जाला र एउटा पोर्सन यहाँ जाला, यसरी तीन टुक्रा पनि भइदिन सक्छ मेरो बोल्ट। एउटा सियर प्लेन यो हुने भयो यहाँको प्लेन, अर्को सियर प्लेन यहाँको प्लेन हुने भयो। सो बेसिकली हामीसँग सियर प्लेन चाहिँ कतिवटा हुनसक्छ त, डिपेन्डिङ अपन द कनेक्सन दुईवटा हुनसक्छ अथवा एउटा हुनसक्छ। यो मैले डबल कभरको कुरा गरेँ, तपाईँ आफै बुझ्न सक्नुहुन्छ। यदि मैले सिङ्गल कभर बट जोइन्टको कुरा गर्छु भने यो चाहिँ मसँग एउटा प्लेट हुन्छ, यो चाहिँ अर्को प्लेट हुने हो यहाँ यतातिर, र मैले एउटा मात्र कभर प्लेट राखेको छु माथिबाट। यो सिङ्गल कभर प्लेट राखेर मैले यहाँ बोल्टिङ गरेँ, यहाँ बोल्टिङ हालेँ, यहाँ पनि बोल्टिङ हालेँ। फिगर कति रफ भयो पनि तपाईँले बुझ्न सक्नुहुन्छ। यो चाहिँ मेन प्लेट हो, यो दुईवटा मेन प्लेटहरू भयो, यो चाहिँ कभर प्लेट हुने भयो, यो चाहिँ बोल्टिङ गरिएको छ। यस्तो हुँदाखेरि मेरो सियर प्लेन कतिवटा हुने भयो त? सियर प्लेन चाहिँ एउटा यो मात्रै हुने भयो, जसले गर्दाखेरि बोल्टले टुक्राउन खोज्छ। यो सियर प्लेन एउटा मात्र हुन्छ, कुनै पनि बोल्टमा हेर्दा एउटा मात्र सियर प्लेन हुन्छ। अब यो सियर प्लेन चाहिँ हाम्रो बोल्टको थ्रेड पोर्सनमा पर्छ कि हाम्रो स्याङ्क पोर्सनमा पर्छ? हाम्रो यदि सियर प्लेन यो कन्डिसनमा जस्तै हेरौँ भने सियर प्लेन एउटा रहेछ, त्यसैले या त त्यो सियर प्लेन मेरो थ्रेड पोर्सनमा पर्यो बोल्टको, अथवा मेरो स्याङ्क पोर्सनमा पर्यो, ठिक छ। यदि त्यो स्याङ्क पोर्सनमा पर्यो भने मेरो एनएसको भ्याल्यु 1 राख्नु पर्यो, एनएनको भ्यालु 0 राख्नु पर्यो। तर यदि त्यो जुन सियर प्लेन छ त्यो मेरो थ्रेड पोर्सनमा पर्यो भने एनएनको भ्यालु 1 हुन्छ र एनएसको भ्यालु चाहिँ 0 हुन्छ। यो त सिङ्गल एउटा सियर प्लेन हुँदाखेरि, एउटा मात्र सियर प्लेन हुँदाखेरिको कुरो भयो। मानौ यो डबल कभर, यो ल्याब जोइन्टमा पनि त्यही त हुने हो नि, ल्याब जोइन्टमा पनि एउटा मात्र छ। यो हुँदाखेरि पनि या त एनएनको भ्यालु 1 हुन्छ या त एनएसको भ्यालु 1 हुन्छ। एन भनेको मेरो थ्रेडमा थ्रेडले सियर प्लेनलाई इन्टरसेप्ट गरेको कति ठाउँमा छ। एउटा मात्र सियर प्लेन छ भने एउटा मात्र पर्मिसिबल भ्यालु होला नि, एक ठाउँमा मात्र इन्टरसेप्ट गर्न सक्छ नि त। त्यसैले यसको भ्यालु 1 हुँदाखेरि मेरो स्याङ्कले कसैलाई इन्टरसेप्ट गर्दैन, स्याङ्कले कुनै पनि सियर प्लेनलाई इन्टरसेप्ट गर्दैन, यसको भ्यालु 0 हुने भयो। यदि स्याङ्कले इन्टरसेप्ट गरेको छ मेरो सियर प्लेनलाई भने मेरो थ्रेडले कुनै पनि प्लेनलाई इन्टरसेप्ट गर्दैन र एनएनको भ्यालु 1 हुने भयो, ठिक छ। जब डबल कभर बट जोइन्टको कुरा गरिन्छ भने यो सिचुएसनमा दुईटा सियर प्लेन हुन्छ नि, पनि तीनटा केस हुनसक्छ। के हुनसक्छ भने या त एनएनको भ्यालु 1 होला र एनएसको भ्यालु पनि 1 होला, अथवा एनएसकै भ्यालु 2 होला। भनेपछि मेरो दुईटा जुन सियर प्लेन छ, दुईटै सियर प्लेनमा मेरो बोल्टको स्याङ्क नै पर्यो, थ्रेड कतै पर्दै परेन। थ्रेड कतै पर्दै परेन भने एनएनको भ्यालु 0 हुन्छ। अथवा अर्को सिचुएसन के हुनसक्छ भने मेरो दुईटै सियर प्लेनमा कुनैमा पनि स्याङ्क परेन, दुईटैमा थ्रेडै पर्न गयो, त्यसलाई चाहिँ के भन्ने हो भने यो सिचुएसन हुन्छ। जम्मा सियर प्लेन त दुईटा छ नि, जम्मा सियर प्लेन दुईटा छ भने एउटा सियर प्लेन बोल्ट, एउटा सियर प्लेन स्याङ्कमा, अर्को सियर प्लेन चाहिँ थ्रेडमा पर्न सक्छ, अथवा दुईटै स्याङ्कमा पर्न सक्छ अथवा दुईटै चाहिँ थ्रेडमा पनि पर्न सक्छ। यी पर्मिसिबल सिचुएसनहरू हुन्छन् र यी पर्मिसिबल सिचुएसनको अनुसारले मेरो एनएन र एनएसको भ्यालु डिफाइन हुन्छ, ठिक। यो कुरो बुझिन्छ। अब एनएन र एनएस बुझिसकेपछि एउटा अर्को टर्म हामीसँग थियो, द्याट इज कल्ड द एएन भन्ने भ्यालु थियो, नो एएनबी भन्ने भ्यालु थियो, र अर्को चाहिँ एएसबी भन्ने भ्यालु थियो। एएसबी भनेको के रहेछ भने स्याङ्कको एरिया भन्नुको छ π/4 इन्टु डायमिटरको स्क्वायर, πd²/4। र अर्को सिचुएसनमा कति हुने भयो भने मेरो थ्रेड पोर्सनको एरिया कति हुन्छ। थ्रेड पोर्सनको एरिया कति हुने भयो भने त्यो चाहिँ हामीसँग थ्रेडको डायमिटर एकैचोटि थाहा हुँदैन नि। मैले के भनेको थिएँ भने थ्रेडको जुन डायमिटर छ त्यो डायमिटर हामीले स्याङ्कको डायमिटरभन्दा अलिकति कम लिन्छौँ। त्यसैले यो एरियाले कति गरिन्छ भने 0.78 इन्टु एरिया अफ द स्याङ्क अफ द बोल्ट गरिन्छ। ओके,
यति कुरो बुझ्दाखेरि हामीले यो जुन सियर क्यापेसिटी छ बोल्टको त्यो कुरो क्लियरली बुझ्न सक्यौँ। के भन्छ भने यहाँ चाहिँ हामीसँग एफयु भन्ने टर्म छ, द्याट इज कल्ड द एफयुबी भनेर भने मैले। बोल्टको क्यापेसिटी, बोल्टको स्ट्रेन्थ हो एफयुबी। अर्को एनएन भनेको कतिवटा सियर प्लेनलाई मेरो थ्रेडले इन्टरप्रेट गरेको छ अथवा कति इन्टरसेप्ट गरेको छ, र एनएस भनेको चाहिँ कतिवटा हो भने मेरो स्याङ्कले कतिवटा सियर प्लेनलाई इन्टरसेप्ट गरेको चाहिँ एनएस हो, मेरो थ्रेडले कतिवटा सियर प्लेन इन्टरसेप्ट गरेको चाहिँ एनएन। एएसबी भनेको मेरो स्याङ्कको एरिया, द्याट इज इक्वल टु पाई डी स्क्वायर बाई 4, र एएनबी भनेको मेरो एरिया अफ द थ्रेड, जसको भ्यालु मैले के गरिन्छ भने 0.78 टाइम्स अफ द एरिया अफ स्याङ्क गर्नुपर्छ। 0.78 टाइम्स अफ द एरिया अफ स्याङ्क अफ बोल्ट मैले भन्छु, जेनरली यो गरिन्छ। ठिक छ, यति कुरो बुझ्दाखेरि हामीले सियर क्यापेसिटी अफ द बोल्ट भनेको के रहेछ भन्ने कुरो डिफाइन गऱ्यौँ। अब यस्तै गर्दाखेरि हामीसँग अरू पनि क्यापेसिटीहरू छन्, जसलाई मैले एउटा बियरिङ क्यापेसिटी भन्छु बोल्टको, अर्को भनेको टेन्साइल क्यापेसिटी भन्ने हुन्छ। यो बियरिङ क्यापेसिटीको कुरा गर्दाखेरि हेरौँ, यहाँ जस्तै मसँग बियरिङ क्यापेसिटीको कुरा गर्दाखेरि पनि यहाँ चाहिँ एउटा नोमिनल भनेर छ, अर्को भनेको गामाको कुरा गरेको छ। यो तपाईँले बुझ्नुभयो, गामा किन युज गर्यो भन्ने बुझियो। अब नोमिनल बियरिङ स्ट्रेन्थ भनेको के रहेछ भने 2.5 इन्टु केबी इन्टु डिटी इन्टु एफयु भन्ने छ। कोडमा यहाँ के अलिकति करेक्सन चाहिन्छ भने एफयु अर एफयुबी। एफयु भनेको चाहिँ प्लेटको भ्याल्यु, प्लेटको अल्टिमेट स्ट्रेन्थ। एफयुबी भनेको बोल्टको अल्टिमेट स्ट्रेन्थ भनेर हामी जहिले पनि डिफाइन गर्दाखेरि यही गर्छौँ। एफयु भनेर कति देख्नुभयो भने त्यो चाहिँ प्लेटको अल्टिमेट क्यापेसिटी हो, अल्टिमेट स्ट्रेन्थ हो, र एफयुबी भनेको बोल्टको अल्टिमेट स्ट्रेन्थ हो। त्यही भएर मैले यहाँ चाहिँ स्पेसिफाई गरेरै तपाईँले के भन्यो भने यो एफयुको ठाउँमा तपाईँ एफयुबी युज गर्नुहोस्, ताकि तपाईँले कन्फ्युजन नहोस् हिसाब जाँदाखेरि। सियर क्यापेसिटीमा बोल्टकै भ्यालु युज गरिन्छ, एफयु भनेर कोडमा लेखे तापनि यहाँ बोल्टको कुरा गरेको छ, एफयुबीको कुरा गर्नु पर्यो। बियरिङ क्यापेसिटीमा हेर्दाखेरि हामीले कोडमा एफयु मात्रै दिए तापनि हामीले हेर्नुपर्ने भ्यालु दुईटैको हुन्छ। दुईटैको भन्नुपर्छ, मैले यसलाई एकचोटि रिफ्रेस गर्नु पर्ला। दुईटैको भ्यालु हुन्छ। बियरिङ क्यापेसिटी लिँदाखेरि, बियरिङ क्यापेसिटी त बोल्ट लिँदाखेरि मलाई के चाहिन्छ भने के फर्मुला छ, 2.5 इन्टु केबी इन्टु टी इन्टु डी इन्टु एफयु और एफयुबी डिवाइडेड बाई गामा एमबी। यो चाहिँ के हो भने भी डिजाइन बियरिङ अफ द बोल्ट, भिडिपिबी भनेर भनिन्छ यसलाई। यो चाहिँ नोमिनल भ्यालु हो यो माथिको, यसलाई मैले गामा एमबीले डिभाइड गरिसकेपछि मेरो डिजाइन भ्यालु हुन्छ। अब यहाँ चाहिँ एफयु भनेको प्लेटको अल्टिमेट भ्यालु, प्लेटको अल्टिमेट स्ट्रेन्थ, एफयुबी भनेको बोल्टको अल्टिमेट स्ट्रेन्थ। यी दुईटा मध्ये जुन भ्यालु मिनिमम छ, जुन मिनिमम भ्यालु छ त्यो भ्यालु हामीले लिएर डिजाइन गर्छौँ। ठिक छ, बाँकी टर्म्सहरू तपाईँले बुझ्दाखेरि एउटा टी भन्ने रहेछ। टी भनेको के हो, डी भनेको के हो। डी भनेको बोल्टको नोमिनल डायामिटर हो, यो चाहिँ नोमिनल डायामिटर हो बोल्टको। टी भनेको थिनर प्लेटको थिकनेस हो, जुन थिनर प्लेट छ दुईटा प्लेटले कनेक्ट गर्दा जुन थिनर प्लेट हुन्छ नि त्यो थिनर प्लेटको थिकनेस। हामीले यो कनेक्सन च्याप्टरमा जहाँ पनि स्मल टी हेर्छौँ नि त्यो भनेको सिम्पल के हो भने थिनर प्लेटको थिकनेस हो भन्ने कुरो बुझ्दा हुन्छ, अरू धेरै दिमाग लाउनु पर्दैन। के हो भने टी भनेको के छ भने थिनर प्लेटको थिकनेस हो, थिनर प्लेटको थिकनेस। हामी यो के भन्छ अरे कम्प्लिट स्टिलभरि नै जेनरली युज गर्ने भनेको थिनर प्लेटको थिकनेसले हामीले टीले डिनोट गर्छौँ। थिनर प्लेट थिकनेस भनेको टी हुने हो सधैँभरि। ठिक छ, तपाईँले टी भन्ने टर्म बुझ्नुभयो, डी भन्ने टर्म बुझ्नुभयो, एफयु अथवा एफयुबी मध्ये जुन भ्यालु मिनिमम छ त्यो भ्यालु लिएर यहाँ फर्मुलामा राख्नुहुन्छ भन्ने कुरो पनि बुझ्नुभयो। अब एउटा यो केबी भन्ने टर्म छ। केबी भन्ने टर्म के हो भने यो हामीले कोडमा हेर्दा यो केबी भन्ने टर्म हेर्दा यहाँ चाहिँ के लेखेको छ भने इट इज ए स्मलर अफ ई बाई 3d नट माइनस पी बाई 3d नट माइनस 0.25 एफयुबी बाई एफयु अथवा 1। यी चारवटा भ्यालुमध्ये स्मलर भ्यालु हो। के हो भन्दाखेरि एउटा ई भनेको एन्ड डिस्टेन्स हो, पी भनेको पिच डिस्टेन्स, डी नट भनेको नोमिनल डायमिटर अफ द बोल्ट प्लस क्लियरेन्स द्याट इज द डायमिटर अफ होल। तपाईँले यो फर्स्ट भ्यालु पनि निकाल्नुहुन्छ, यो सेकेन्ड भ्यालु पनि निकाल्नुहुन्छ, यो थर्ड भ्यालु पनि निकाल्नुहुन्छ र फोर्थ भ्यालु पनि निकालिसकेपछि त्यस सबैमध्ये जुन स्मलर भ्यालु छ त्यो स्मलर भ्यालु हामीले यहाँ राख्छौँ केबीको ठाउँमा, र त्यो यो टोटल भ्यालुलाई मैले गामा एमबीले डिभाइड गरिसकेपछि मेरो के भ्यालु आउँछ भने बियरिङ क्यापेसिटी अफ द बोल्ट आउँछ। ठिक छ, यो तपाईँले सबै टर्महरू बुझ्नुभयो भने यो कुरा मैले यो करेक्सन गर्नु होला। मैले फेरि पनि भने यहाँ एफयु अथवा एफयुबी दुईटा हुन्छ हामीसँग। एफयु र एफयुबी मध्ये जुन सानो छ त्यो भ्यालु हामी डिजाइन गर्छौँ। यो चाहिँ बियरिङ क्यापेसिटी अफ द कुरा गरियो बोल्टको। एउटा अर्को क्यापेसिटी हुन्छ जसलाई हामीले टेन्साइल क्यापेसिटी अफ बोल्ट भन्छौँ, तर त्यो टेन्साइल क्यापेसिटी अफ द बोल्टको बारेमा अहिले हामी चर्चा नगरौँ। किन नगर्ने चर्चा त
भन्दाखेरि मैले तपाईँले भनेको थिएँ टेन्सन क्यापेसिटी अफ द बोल्ट कति बेला कन्सिडरेसनमा आउँछ अथवा बोल्टमा टेन्साइल फेलियर कति बेला हुन्छ भने यो बोल्टको आफ्नो एक्सिसमा यदि लोड लागिरहेछ यतातिर अथवा उतातिर यो बोल्टमा जब लोड लाग्छ त्यति बेला मात्रै हामी टेन्सनको कुरो गर्छौँ टेन्सन फेलियरको कुरो गर्छौँ टेन्साइल फेलियरको कुरो गर्छौँ जति बेलासम्म बोल्टको आफ्नो एक्सिसमा लोड लागिरहेको छैन जुन कि जेनरली हुँदैन लाग्दैन हामीले दुईवटा प्लेटलाई कनेक्ट गरिसकेपछि एउटा प्लेट यो भयो र अर्को प्लेट यो भयो दुईवटा प्लेटलाई कनेक्ट गरिसकेपछि यहाँ बोल्ट हाल्दाखेरि यो बोल्टको यसरी यो डिरेक्सनमा लोड लाग्ने भयो नि त यतातिर लोड लाग्दाखेरि यो बोल्टको यो डिरेक्सनमा लोड लाग्छ बोल्टमा सियर खालको लोड लाग्छ सियरिङ खालको लोड लाग्छ न कि एक्जियल लोड लाग्छ तर यदि कुनै सिचुएसनमा एक्जियल लोड लाग्ने छ जुन कि आउँछ नै जेनरली हुँदैन नहुँदा पनि कुनै एउटा सिचुएसन आउला जुन सिचुएसनमा हामीले टेन्साइल क्यापेसिटी हेर्नुपर्छ र त्यो टेन्साइल क्यापेसिटी भनेको के रहेछ भन्ने कुरो सिम्पली कोडबाट हेर्न पनि सकिन्छ अथवा त्यति बेला ब्रिफमा अहिले ब्रिफमा हेरौँ त्यति बेला चाहिँ अलिकति डेप्थमा डिस्कस गरौँला ठिक छ टेन्सन क्यापेसिटी भनेर भनेको छ द्याट इज इक्वल टु टिडिबी विच इज इक्वल टु टिएनबी बाई गामा एनबी टिएनबी निकाल्ने फर्मुला यो रहेछ यो दुईटा दिस स्मलर देन दिस भनेपछि यो भ्यालु लिनु पर्यो र त्यो भ्यालु सधैँभरि योभन्दा कम हुनुपर्छ भन्नुपर्छ यी दुईटा भ्यालुमध्ये जुन भ्यालु कम आयो त्यो भ्यालु हामीले लिएर डिजाइन गर्छौँ यदि यो भ्यालु कम आयो भने ठिक होइन भने यो भ्यालु लिन्छौँ यो भ्यालु भन्दा यो भ्यालु कहिले एक्सिड गर्नु भएन भनेर साइन देखाएको छ नि त यो साइन भनेको के रहेछ लेस देन दिस भ्यालु सुड अलवेज बी लेस देन दिस भ्यालु सो इफ यु गेट सुरुको भ्यालु यदि सानो आयो भने त्यही लिने नभए यो भ्यालु लिने भन्नुको अर्थ सिम्पली बुझ्दा दुईटै मध्ये जुन सानो भ्यालु आउँछ त्यो लिन्छौँ अब यो टर्म्सहरू क्लियर नै छ एफयुबी भनेको अल्टिमेट स्ट्रेन्थ अफ द बोल्ट भयो एएन भनेको के रहेछ भन्दाखेरि यो एन भनेर यहाँ चाहिँ धेरै के लेखाएको छ यो एन भनेको एएनबी हो एन नेट अफ द बोल्ट हो त्यस्तै गरी यो एएसबी भनेको तपाईँले बुझ्नुहुन्छ गामा एमबी र गामा एम नट भनेको के छ पार्शियल सेफ्टी फ्याक्टर छ भन्ने कुरा हेर्छौँ यो पार्शियल सेफ्टी फ्याक्टर पनि कोडमै दिएको छ यो कहाँ दिएको छ भन्ने कुरा हामी एक्चुअलमा जब न्युमेरिकल गर्छौँ त्यति बेला यो कुरो हेरौँला अहिले धेरै चाहिँ नहेरौँ अहिले बेसिकली कसरी फर्मुला छ कोडमा त्यो फर्मुलाले हेर्दाखेरि त्यसको टर्म्सहरू हामीले बुझिरहेछौँ टेन्सन क्यापेसिटी अहिले धेरै डेप्थमा मैले गइनँ किनभने त्यसको भ्यालु हामीले जेनरली युज गर्ने होइन ठिक छ बाँकी कुराहरू चाहिँ प्लेटका कुराहरू छन् र प्लेटको जुन क्यापेसिटी छ मैले बोल्टको क्यापेसिटीको बारेमा तीनटै क्यापेसिटीको बारेमा डिस्कस गरेँ प्लेटको पनि तीनटा क्यापेसिटी हुन्छ एउटाले इल्डिङ क्यापेसिटी भनिन्छ अर्कोलाई हामीले टियरिङ क्यापेसिटी भन्छौँ रप्चर क्यापेसिटी र त्यसपछि एउटा अर्को क्यापेसिटी हुन्छ द्याट क्यापेसिटी इज कल्ड एज दि ब्लक सियर क्यापेसिटी अब यो हेर्दाखेरि प्लेटमा हामीले हेर्दै जाँदाखेरि हामीले प्लेटको बारेमा जुन कुराहरू छन् त्यो हामीले यहाँ हेर्छौँ सेक्सन नम्बर 6 डिजाइन अफ टेन्सन नम्बरमा गएर हेर्दाखेरि यहाँ हेरौँ यहाँ के दिएको छ भने डिजाइन स्ट्रेन्थ ड्यू टु इल्डिङ ड्यू टु रप्चर ड्यू टु ब्लक सियर च्याप्टर 10 जुन हामीले हेरेका थियौँ सेक्सन 10 त्यहाँ चाहिँ कनेक्सनको कुराहरू गरिरहेको थियो त्यहाँ बोल्टको मात्रै कुराहरू छ तर प्लेटको कुराहरू गर्दाखेरि हामी टेन्सन मेम्बरमा हेर्नुपर्छ पेज नम्बर 32 भनेको छ हामी पेज नम्बर 32 मा जाउँ एकचोटि त्यो पनि हेरौँ के कस्तो रहेछ भन्ने चिज पेज नम्बर 32 मा हेर्दाखेरि यहाँ छ यहाँ के रहेछ भने प्लेटको जेनरल इल्डिङ क्यापेसिटीको फर्मुला रहेछ एजी इन्टु एफवाई बाई गामा एम नट एजी भनेको ग्रस एरिया अफ द क्रस सेक्सन यो प्लेटको कुरा गर्दा एजी भनेको ग्रस यो प्लेटकै एरिया रहेछ एजी भनेको हामीले बोल्टको जब स्पेसिफिकेसन्स गर्छौँ त्यहाँ चाहिँ बोल्टकै एरिया लिएर काम गर्थ्यौँ नि हामीले सो त्यसलाई चाहिँ हामीले बोल्टको एरिया भनेर भन्थ्यौँ द्याट इज इक्वल टु एएनबी एन्ड एएसबी भनेर भन्थ्यौँ यहाँ चाहिँ प्लेटको कुरा गर्दा प्लेटको एजी भन्ने हुन्छ र एएन भन्ने हुन्छ एजी भनेको ग्रस एरिया एएन भनेको नेट एरिया अर्को एफवाई भनेको इल्ड स्ट्रेस अफ द मटेरियल जसको भ्यालु यदि केही छैन भने हामीले 250 भन्छौँ 250 भन्छौँ भन्ने कुरा हामीले गरिसकेका छौँ ठिक छ यो चाहिँ इल्डिङको भयो फर्मुला अर्को चाहिँ रप्चर अथवा यसलाई चाहिँ टेन्साइल फेलियरको कुरा गरिन्छ टेन्साइल फेलियरको पनि एउटा भ्यालु हुन्छ 0.9 एएन इन्टु एफ अल्टिमेट बाई गामा एम1 यहाँ पनि एएन भनेको चाहिँ के हो भने जहाँ यसरी एक जीको कुरा गरेँ नि मैले एजी भनेको ग्रस एरिया हो प्लेटको एएन भनेको नेट एरिया हो प्लेटको यो नेट एरिया भनेको के ग्रस एरिया भनेको के त्यो चाहिँ हामी एक्चुअलमा न्युमेरिकल गर्दाखेरि नै हेर्छौँ चिज अब नेक्स्ट भिडियोमा अहिले चाहिँ फर्मुला हेरिरहेको छौँ फर्मुला चाहिँ सिम्पल नै छ एएन भन्ने नेट एरिया अफ द प्लेट हो एफयु भनेको अल्टिमेट स्ट्रेस अफ द मटेरियल अथवा यसको भ्यालु 410 लिएर हामी काम गर्छौँ प्लेटको अल्टिमेट स्ट्रेसको भ्यालु ठिक एउटा यो पनि फर्मुला छ तर यो फर्मुला हामी टेन्सन मेम्बरको डिजाइन गर्दा हेर्छौँ यो फर्मुला अहिले हामीले चाहिँदैन तर फर्मुला छ भन्ने कुरो हेरिराखौँ कोडमा यो चाहिँ एक्चुअल फर्मुला हो यो फर्मुलाबाट यसलाई एएन युज गर्दाखेरि यो फर्मुला निकाल्नुपर्ने हुन्छ एएन गर्दाखेरि यो फर्मुला निकाल्नुपर्ने हुन्छ तर हामीले जेनरली अलिकति सर्ट फर्मुला नै युज गर्छौँ यो खासमा यो जुन टर्म छ यो टर्म हामीले हटाइरहन्छौँ अहिले यो टर्म सिग्मा यो टी भन्ने टर्म त छँदै हुन्छ
यो एक्स्ट्रा जुन टर्म छ समेसनवाला टर्म त्यो चाहिँ हामी अहिले हेर्दैनौँ, त्यो चाहिँ हामी टेन्सनमा गरेका छौँ। हामी न्युमेरिकल गर्दाखेरि यो कुरा पनि क्लियर हुन्छ, यसमा टेन्सन लिनु पर्दैन। सो हामीले यील्डिङ क्यापेसिटीको पनि फर्मुला हेऱ्यौँ, सिम्पल रहेछ। यहाँ चाहिँ ग्रस सेक्सन अफ द प्लेट हुने भयो, किनभने यील्डिङ जहिले पनि ग्रस सेक्सनमा हुन्छ भनेर मैले भनेको थिएँ तपाईँहरूले। र रप्चरको कुरा गर्दा अथवा टियरिङको कुरा गर्दा त्यो टियरिङ कहाँ हुन्छ भने मैले यसलाई टेन्साइल फेलियर पनि भनेर भने होला। यो चाहिँ रप्चर अथवा टियरिङ फेलियर हो प्लेटको। यो भनेको कहाँ हुने हो त? नेट सेक्सनमा हुने हो, जहाँ चाहिँ होलहरू हुन्छ त्यो सेक्सनमा हुने हो। त्यसैले गर्दाखेरि यहाँ चाहिँ नेट एरिया लिइन्छ प्लेटको। हामीले यील्डिङ र टियरिङको बुझिसकेपछि एउटा ब्लक शियर फेलियर हुन्छ। त्यो ब्लक शियर फेलियर किन प्रोमिनेन्ट छ अथवा कहाँ प्रोमिनेन्ट छ भन्ने कुरो हामीसँग यसका पनि फर्मुलाहरू छन्। र यो हेर्दाखेरि हामीसँग चारवटा एरिया आउँछ। एउटाले एभीजी भनिन्छ, एउटाले एभीएन भनिन्छ, एउटाले एटीएन भनिन्छ, अर्कोलाई एटीजी भनेर भनिन्छ। यी फर्मुलामा यी सबै टर्म्सहरू हामीले डिफाइन गर्नुपर्छ, सबै चिज हेर्नुपर्छ। तर मैले तपाईँहरूले के भन्न चाहेँ, यो कुरा तपाईँहरूले के बुझ्नुहोस् भने जति बेला हामी कनेक्सन च्याप्टरमा बस्छौँ, कनेक्सन च्याप्टरमा कुरा गर्छौँ, त्यति बेला हामीले बोल्टको शियर क्यापेसिटी हेर्नुपर्छ, बोल्टको बियरिङ क्यापेसिटी हेर्नुपर्छ, र प्लेटको हेर्दाखेरि चाहिँ प्लेटको एउटा यील्डिङ क्यापेसिटी हेर्नु पर्यो, प्लेटको एउटा रप्चर क्यापेसिटी अथवा टियरिङ क्यापेसिटी हेर्नु पर्यो। तर बोल्टको कुरा गर्दा हामीले टेन्सन क्यापेसिटी जहिलेसम्म मागेको छैन अथवा जहिलेसम्म एक्जियल लोड लागेको छैन, जहिलेसम्म चाहिएको छैन, त्यस बेलासम्म टेन्सन क्यापेसिटी हेर्दैनौँ जेनरली। र यो प्लेटमा ब्लक शियरको क्यापेसिटी हामी त्यति बेलासम्म हेर्दैनौँ जति बेलासम्म हामीलाई आवश्यकता हुँदैन, जति बेलासम्म चान्सेस छैन। सो बेसिकली के बुझौँ भने कनेक्सन च्याप्टरमा बस्दाखेरि जति बेलासम्म आवश्यकता छैन त्यति बेलासम्म हामी टेन्सन हेर्दैनौँ, जति बेलासम्म आवश्यकता छैन त्यति बेलासम्म ब्लक शियर हेर्दैनौँ। तर जब हामी अर्को च्याप्टरमा जान्छौँ, हामी यसपछि कुरा गरौँला टेन्साइल क्यापेसिटी, टेन्साइल मेम्बर्सको कुरा गर्छौँ, टेन्सन मेम्बरको कुरा गर्छौँ। त्यो कन्डिसनमा ब्लक शियर हामीले चेक गर्नै पर्छ। यो ब्लक शियर चाहिँ प्रोमिनेन्टली चेक गर्नै पर्छ। त्यो हामी अर्को च्याप्टरमा गरौँला, कनेक्सन च्याप्टरमा त्यो कुराको आवश्यकता हुँदैन। त्यो कति बेला हुन्छ कति बेला हुँदैन भन्ने कुरा हामी क्वेसन हेरेपछि बुझ्छौँ। हामीले जब टेन्सन मेम्बर गरिसक्छौँ त्यति बेला हामीले बुझ्छौँ कि यो क्वेसन चाहिँ टेन्सन मेम्बरबाट सोधिएको रहेछ, यसमा चाहिँ ब्लक शियर प्रोमिनेन्टली चेक गर्नै पर्छ। किनभने त्यो टेन्सन मेम्बर भनेको त प्लेट हो नि, जुन प्लेटमा टेन्सन आउँछ, जुन प्लेटमा फोर्स आउँछ। अब प्लेटकै कुरा गर्दाखेरि प्लेटको यो ब्लक शियर क्यापेसिटी चेक गरिदिनै पर्छ हामीले। तर कनेक्सनको कुरा गर्दाखेरि यो ब्लक शियर क्यापेसिटी चेक किन गरिँदैन? किनभने यो यसको क्यापेसिटी एकदम बढी हुन्छ। ब्लक शियरमा फेलियर हुनलाई एकदमै धेरै लोड चाहिन्छ र त्यति धेरै लोड आइरहेको हुँदैन अथवा त्यस्तो सिचुएसन आइरहेको हुँदैन कि यति धेरै लोड हाम्रो कनेक्सनले लिनु परोस्। त्यसैले गर्दाखेरि हामी यो ब्लक शियर जेनरली चेक गर्दैनौँ। र टेन्सनको कुरा त्यति बेलासम्म गरिँदैन जति बेलासम्म एक्जियल फोर्स आएको छैन। ठिक, यति कुरो बुझिसकेपछि तपाईँले बेसिकली कोड हेर्नुभयो र कोड हेर्दाखेरि त्यहाँ के कुराहरू छ त्यही कुरालाई फलो गरेर हामीले डिजाइन गर्छौँ भन्ने कुरो ओभरअल बुझ्नुभयो। यति कुरो बुझिसकेपछि अब हामी नेक्स्ट भिडियोबाट न्युमेरिकल गर्छौँ। त्यो न्युमेरिकल गर्दाखेरि हामीले क्यापेसिटी निकाल्ने, डिजाइन गर्ने सबै कुराहरू गर्छौँ कनेक्सनको। ओके, सो यो भिडियो हेरेर तपाईँहरूले बेसिक्स बुझ्नुभयो र अब हामी न्युमेरिकल गर्दाखेरि अझै बढी क्लियर हुन्छ होला। टिल देन किप स्टडिङ, गुड बाई।